ओके, प्लान्ट वाटर रिलेसन मैले पढाउँछु फर्स्टमा, त्यसपछि प्लान्ट हर्मोन पढाउँछु, त्यसपछि फोटोसिन्थेसिस र बल्ल रेस्पिरेसन पढाउँछु, त्यसपछि केही प्लान्ट मुभमेन्टको कुरा मैले गर्छु है। अहिलेको च्याप्टर चाहिँ प्लान्ट वाटर रिलेसन, बहुत सजिलो च्याप्टर छ, कन्सेप्टवाला च्याप्टर छ। हेर, तिमीहरूले बुझेछौ भने मजाले क्वेसन सबै बन्छ है, म बुझाइदिन्छु राम्ररी। कुनै कुनै घोक्ने कुरा आउँछ जहाँनिर म साइन्टिस्टहरूको नाम हुन्छ, कसले के दिएका थिए भन्ने कुरा तिमीलाई भनिदिन्छु, त्यो कुरा चाहिँ सम्झौ भने अब मोर देन इजी हुन्छ है। ल फर्स्ट क्वेसन हेर त, फर्स्ट क्वेसन हेर, ब्रान्च अफ बोटनी डिलिङ विथ द स्टडी अफ फङ्सनल एस्पेक्ट अफ प्लान्ट। फङ्सनल एस्पेक्ट अफ प्लान्टसँग डिल गरिरहेछ भने त्यसलाई चाहिँ हामीले के भन्छौँ अरे भाइ बहिनी? ओके, अप्सन ए फिजियोलोजी भनेर भन्छौँ, बहुत सजिलो क्वेसन छ, फिजियोलोजी इज द करेक्ट एन्सर। एनाटोमी भनेको के हो अरे? एनाटोमी भनेको इन्टरनल स्ट्रक्चरको बारेमा हामीले यसमा पढ्छौँ है, इन्टरनल स्ट्रक्चरको बारेमा पढ्छौँ। जेनेटिक्स भनेको के हो? जेनेटिक्स भन्नुको मतलब जेनेटिक मेकअपको बारेमा हामीले पढ्छौँ, प्लान्टको जेनोटाइपहरू के छ त्यसको बारेमा पढ्छौँ। अर्को मर्फोलोजीमा हामीले के पढ्छौँ भन्दा फेनोटाइपको बारेमा जेनरली पढ्छौँ। के पढ्छौँ अरे? फेनोटाइपको बारेमा, एक्सटर्नल एपियरेन्सको बारेमा जेनरली मर्फोलोजीमा पढ्छौँ। बनिसकेको कुरा हो, खासै गाह्रो नहोला, एक्सटर्नल एपियरेन्स भनेर लेख। त्यसो भए तिमीले के बुझ्नु पर्यो भन्दा, हु इज द फादर अफ प्लान्ट फिजियोलोजी? फादर अफ प्लान्ट फिजियोलोजी भनेर तिमीलाई क्वेसन सोध्छ, फादर अफ प्लान्ट फिजियोलोजी भनेर तिमीलाई क्वेसन सोध्यो भने तिमीले के लगाउँछौ त? यु सुड नो स्टेफेन हेल्स भनेर सम्झिने। के सम्झिने अरे? स्टेफेन, स्टेफेन हेल्स भनेर सम्झिने। यो घोक्ने कुरा है, साइन्टिस्टहरूको नाम जेनरली बाबु याद गर्नुपर्छ, त्यसमा कुनै लजिक दिन सकिँदैन। अब साइन्टिस्ट किन हो भन्ने कुरा पनि लजिक दिन सकिँदैन है, यस्तो यस्तो कुरा घोक्दिने, याद गर्दिने है। अब हेरेको छौ भने पनि एमसिक्यू बन्छ, फादर अफ फिजियोलोजी इज स्टेफेन हेल्स भनेर हामी भन्छौँ। फिजियोलोजी भन्दा प्लान्ट फिजियोलोजी है। हु इज द फादर अफ प्लान्ट फिजियोलोजी तिमीलाई सोध्छ, तिमीले स्टेफेन हेल्स भनेर बुझ्नुपर्छ। अब यो प्लान्ट फिजियोलोजीमा हामीले के को बारेमा पढ्छौँ त? पहिला अलि इन्ट्रोडक्सन गरौँ है। प्लान्ट फिजियोलोजीमा जेनरली हामीले तिनवटा डिभिजनको बारेमा पढ्छौँ। 3 डिभिजन अफ प्लान्ट फिजियोलोजी आर प्रेजेन्ट। एउटा हुन्छ बाबु हेर फिजिकल एस्पेक्ट, के हुन्छ अरे? फिजिकल एस्पेक्ट हुन्छ। अर्को हुन्छ मेटाबोलिजम है, मेटाबोलिजम। र थर्ड वान इज ग्रोथ एन्ड डेभलपमेन्ट, ग्रोथ एन्ड डेभलपमेन्ट। यता हेर, के पढ्नुपर्ने कुरा हो भन्दा, फिजिकल एस्पेक्टमा हामीले प्लान्ट वाटर रिलेसनको बारेमा पढ्छौँ, जुन हामी पढ्न जाँदैछौँ। मेटाबोलिजममा हामीले फोटोसिन्थेसिस रेस्पिरेसनहरूको बारेमा पढ्छौँ। ग्रोथ र डेभलपमेन्टमा हामीले प्लान्ट हर्मोन भन्ने च्याप्टर पढ्छौँ। दिस 3 आर द डिभिजन अफ प्लान्ट फिजियोलोजी। यति कुरा तिमीले जान्यौ भने प्लान्ट फिजियोलोजी पर्फेक्ट हो। र यो तिनवटा कुराको बारेमा हामीले डिटेलमा पढ्नुपर्ने छ। अर्को क्वेसन हेर त है, विच अफ द फलोइङ इज अ एनाबोलिक प्रोसेस भनेर क्वेसन सोधेको छ, ल भन त। एनाबोलिक प्रोसेस कुन हुन्छ? एनी अप्सन ए फोटोसिन्थेसिस, अप्सन बी रेस्पिरेसन, अप्सन सी बोथ, अप्सन डी नो। ओके, अप्सन ए फोटोसिन्थेसिस भनेर धेरैजनालाई भन्दैछु, भाइ पनि ध्यान दिऊ। एउटा तरिका मैले दिन्छु याद गर्नलाई। इन्ट्रान्सको बेला मैले कसरी सम्झिन्थेँ त? एनाबोलिजम क्याटाबोलिजममा म धेरै झुकिन्थेँ है, तिमी पनि झुकिर होला अभियसली, नो डाउट है। एनाबोलिजम भन्यो भने ए फर एडिसन भनेर बुझ्ने। के बुझ्ने अरे? एडिसनवाला प्रोसेस हो भनेर तिमीले बुझ्न सक्छौ। भन्नुको मतलब सिम्पल सब्सटान्सहरू मिलेर कम्प्लेक्स सब्सटान्स बनाउँछ। के बनाउँछ अरे? सिम्पल सब्सटान्सहरू मिलेर, सिम्पल सब्सटान्सहरू मिलेर कम्प्लेक्स सब्सटान्स बनाउँछ। यो प्रोसेसलाई हामीले एनाबोलिक प्रोसेस भनेर भन्छौँ। अब हेर त, फोटोसिन्थेसिसमा के हुन्छ त? फोटोसिन्थेसिसमा हुने भनेको के हो अरे बाबु? CO2 र वाटर मिलेर ग्लुकोज बन्छ। रेस्पिरेसनमा के हुन्छ? बनेको खानाहरू चाहिँ टुक्रिन्छ अक्सिजनको प्रेजेन्समा। हेर, एनाबोलिक प्रोसेस भनेर तिमीलाई क्वेसन सोध्यो, यु सुड गो फर फोटोसिन्थेसिस। क्याटाबोलिक प्रोसेस भनेर तिमीलाई यदि क्वेसन सोधेछ भने यु सुड गो फर रेस्पिरेसन है। क्याटाबोलिजम भनेर तिमीलाई क्वेसन सोध्यो, रेस्पिरेसन भनेर सम्झिने। र यो क्याटाबोलिजम भनेको कस्तो प्रोसेस हो भन्दा, इट इज द डिस्ट्रक्टिभ प्रोसेस। कस्तो प्रोसेस अरे? डिस्ट्रक्टिभ प्रोसेस हो। भन्नुको मतलब सानो सानो ठुलो ठुलो कम्प्लेक्स सब्सटान्सहरू, ठुलो ठुलो कम्प्लेक्स सब्सटान्सहरू सानो सानो कुरामा कन्भर्ट हुन्छ। यसलाई चाहिँ हामीले क्याटाबोलिक अर डिस्ट्रक्टिभ प्रोसेस भनेर भन्छौँ। भेरी इजी है, यति कुरा बुझ्ने, दुईटा कुरा जान्ने, खासै धेरै बुझ्नुपर्ने कुरा छैन। अर्को कुरा हेर, अर्को क्वेसन हेर है, विच अफ द फलोइङ इज बोथ क्वालिटेटिभ एन्ड क्वान्टिटेटिभ चेन्ज भनेर भनेको छ। ओके, भन त एनीवन। क्वालिटेटिभ भन्नुको मतलब के हुन्छ?
प्लान्टको इन्टर्नल फिचर हो है। यो क्वालिटेटिभ भनेको प्लान्टको इन्टर्नल फिचर कस्तो क्वालिटी छ भन्न खोजेको। क्वान्टिटी भनेको चाहिँ हामीले हेर्न सक्ने, हामीले एब्जर्भ गर्न सक्ने कुरा हो है, अब्जर्भ गर्न सक्ने कुरा हो। र क्वालिटेटिभ र क्वान्टिटेटिभ दुइटै चेन्ज कुन, एनिवन कसैले भन त। अप्सन सी भनेर भन्दैछौ, ग्रोथ र डेभलपमेन्ट बोथ है। यता हेर तिमीले के बुझ्नुपर्छ भन्दा यो ग्रोथ भन्ने कुरा चाहिँ कस्तो है। ग्रोथ भन्ने कुरा चाहिँ जेनरली प्लान्टमा अनलिमिटेड हुन्छ। कस्तो हुन्छ अरे, अनलिमिटेड ग्रोथ हुन्छ। यो त जेनरल सबैलाई थाहा भएकै कुरा हो। तर तिमीले के बुझ्नुपर्छ भन्दा दिस ग्रोथ इज अ क्वान्टिटेटिभ चेन्ज। भन्नुको मतलब अब प्लान्ट आज 5 फिटको छ, भोलि 10 फिटको होला, भोलि पर्सि 15 फिटको होला। भन्नुको मतलब क्वान्टिटी अफ लेन्थ चाहिँ चेन्ज भइरहेछ भनेर बुझ्नु पर्यो कुनै कुराको है। स्टेमको डायमिटर आज 1 फुट छ, भोलि स्टेमको डायमिटर 10 फुट 20 फुट हुन सक्ला। भन्नुको मतलब क्वान्टिटी चेन्ज भइरहेछ, न्युमेरिकल भ्यालुमा चेन्ज भइरहेछ, केमा अरे, ग्रोथमा। तर डेभलपमेन्टको क्वेसन तिमीलाई सोध्यो भने यो डेभलपमेन्टले के कभर गर्छ भन्दा डेभलपमेन्टमा हामी जेनरली ग्रोथ हर्मोनहरूको कुरा पनि हेर्छौँ है। डेभलपमेन्टमा के को कुरा हेर्छौँ अरे, ग्रोथ हर्मोनको कुरा हेर्छौँ। अर्को के हेर्छौँ भन्दा फिजियोलोजीको कुरा पनि हेर्छौँ। र अर्को के पनि हेर्छौँ भन्दा प्लान्ट मुभमेन्टको पनि कुरा हेर्छौँ। प्लान्ट मुभमेन्टको कुरा पनि हेर्छौँ। यो कुराहरूलाई तिमीले ओभरअली हेऱ्यौ भने के थाहा पाउँछौ भन्दा यो कुरालाई हामीले मेजर पनि गर्न सक्छौँ। हेर त, ग्रोथ हर्मोनको कुरा जस्तै ग्रोथ छ त्यस्तै अब लेन्थ इन्क्रिज भयो, त्यसलाई हामीले मेजर गर्न सक्यौँ। इट इज क्वान्टिटेटिभ चेन्ज। तर प्लान्टको फिजियोलोजीलाई तिमीले हेर्न सक्छौ बाबु, फोटोसिन्थेसिस रेस्पिरेसनलाई तिमीले हेर्न सक्दैनौ। सो द्याट इट इज क्वालिटेटिभ चेन्ज भनेर भन्छौँ। द करेक्ट एन्सर इज डेभलपमेन्ट भनेर भन्ने। के भन्ने अरे, डेभलपमेन्ट चाहिँ बोथ क्वालिटेटिभ र क्वान्टिटेटिभ हुन्छ, ग्रोथ चाहिँ क्वान्टिटेटिभ मात्र हुन्छ। यहाँसम्म क्लियर छ भने यस लेख एभ्रीवन। इज इट क्लियर? ल भाइ बहिनी यहाँसम्म क्लियर छ भने यस लेख, बुझा छौ? ओके, भेरी गुड। अर्को क्वेसन हेर। अब हेर हामीले के को कुरा गरिसक्यौँ भन्दा के को कुरा गरि बिस्तारै जान्छु है। म तिमीलाई बिस्तारै पढाउँछु, सबै कन्सेप्ट कभर गरेर पढाउँछु। आत्तिनु हुँदैन। तिमीले चाहेको तिम्रो मनमा भएको सबै क्वेसन यहाँ आउँछ है। पालो पालो गरेर सबै टपिकबाट मैले क्वेसन राखेको छु, मैले सबै टपिक पढाउँछु। त्यही भएर दाइले यो क्वेसन गराउनु भएन, त्यो गराउनु भएन भनेर नसोच्ने है। मैले सबै कन्सेप्ट पढाइदिन्छु। च्याप्टर सकेर एट द एन्ड तिम्रो क्वेसन बाँकी रहनु भएन। यता हेर, के बुझ्नु पर्यो भन्दा मैले तिमीलाई यो फिजिकल एस्पेक्टको कुरा भने सोइलहरू, वाटरहरू, यिनीहरूको कुरा आउँछ। त्यसको बारेमा त हामीले डिटेलमा पढ्नेछौँ। मेटाबोलिजमको क्वेसन मैले गराइदिएँ तिमीलाई है। ग्रोथ र डेभलपमेन्टको पनि नर्मल जेनरल कन्सेप्टको क्वेसन गराइदिएँ। अब हामी जाँदैछौँ यो फिजिकल एस्पेक्टवाला कुरा। द फर्स्ट टपिक इज डिफ्युजन भनेर लेख। फर्स्ट टपिक हाम्रो के हुन्छ अरे, डिफ्युजन हुन्छ यो प्लान्ट वाटर रिलेसनमा। अब डिफ्युजनको क्वेसन हेर त, बहुत राम्रो क्वेसन छ। डिफ्युजन भनेको के हो? What do you mean by diffusion? Movement of particles from higher to lower concentration. Option A. Movement of mineral through semi-permeable membrane. Option B. Movement of water without semi-permeable membrane. Option 3. Option D मा also. Okay, anyone? Option A भनेर भन्दैछु ल। वेट, धेरै राम्रो। अरूले पनि ट्राई गर, अरूले पनि ट्राई गर। ओके, सबैले अप्सन ए भनेर भन्दैछु, सबैले अप्सन ए भनेर भन्दैछु। तिमीलाई एउटा क्वेसन कुरा मैले के भन्छु भन्दा कहिले पनि इन्ट्रान्समा क्वेसन हेर्दाखेरि अप्सन जहिले पनि भ्यायो भने दुईचोटि पढ्ने। कतिचोटि पढ्ने अरे? दुईचोटि अप्सन पढ्ने। यता हेर, तिमीले फर्स्ट अप्सन हेऱ्यौ, यो अप्सन करेक्ट हो, तर तिमीलाई लाग्यो यो मात्र करेक्ट होला, तिमीले एन्सर लगाइहाल्यौ, ओएमआर भरिहाल्यौ। अब केही गर्न मिल्दैन है। के गर्ने भन्दा अप्सन राम्ररी पढ्ने, एनालाइसिस गर्ने, किन यो अप्सन दियो होला, किन अल दियो होला, केही कारण भएर त अल दियो होला नि बाबु, यतिकै त अल दिँदैन है। त्यही भएर सोच्ने अलिकति, अनि बल्ल क्वेसन गर्ने। यता हेर, डिफ्युजनको डिफिनिसनमा तिमीले के बुझ्नु पर्यो। हामीलाई जेनरली केमिस्ट्रीमा पढाइ हुने कुरा, 11, 12, +2मा पढाइ हुने कुरा के हो भन्दा हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा कुनै कुराको मुभमेन्ट भयो, इट इज डिफ्युजन। यु अल आर करेक्ट है। यो ए अप्सन ए करेक्ट हो। तर तिमीले के पनि बुझ्नुपर्छ भन्दा यता हेर, तिमीलाई के थाहा होला, तिमीले सेमी पर्मिएबल मेम्ब्रेन देख्या होलौ, तिमीलाई अस्मोसिस जस्तो लाग्यो होला हो, अस्मोसिस जस्तो लाग्छ है। तर मुभमेन्ट अफ वाटर भनेर क्वेसन सोधेछ। मुभमेन्ट अफ वाटर भनेर यदि क्वेसन सोध्यो सेमी पर्मिएबल मेम्ब्रेनबाट, यु सुड गो फर अस्मोसिस है। अस्मोसिस तिमी लगाउनु पर्छ। तर मुभमेन्ट अफ मिनरल यदि सेमी पर्मिएबल मेम्ब्रेनबाट सोधेछ भने यु सुड अलवेज गो फर डिफ्युजन। अप्सन बी पनि करेक्ट हो। अप्सन सी हेर, मुभमेन्ट अफ वाटर विदाउट सेमी पर्मिएबल मेम्ब्रेन भनेर भनेको छ। अब हेर त, मुभमेन्ट अफ वाटर थ्रु सेमी पर्मिएबल मेम्ब्रेन भनेर तिमीलाई क्वेसन सोध्यो, थ्रु भनेर क्वेसन सोध्छ भने तिमीले के लगाउँछौ? अस्मोसिस भनेर लगाउँछौ। के लगाउँछौ अरे? अस्मोसिस भनेर लगाउँछौ।
सक्छौ तर विदाउट सेमी पर्मिएबल मेम्ब्रेन भनेर क्वेसन सोध्यो भने यु सुड अलवेज गो फर डिफ्युजन है किनकि हेर त सेमी पर्मिएबल मेम्ब्रेन छैन भने वाटरको मुभमेन्ट कहाँबाट कहाँ हुन्छ अरे हायर पोटेन्शियल टु लोअर पोटेन्शियल द्याट इज हायर वाटर कन्सन्ट्रेसन टु लोअर वाटर कन्सन्ट्रेसन अप्सन सी इज अल्सो करेक्ट अल्टिमेटली अप्सन डी अल इज करेक्ट भाइ पनि कुरा बुझाएको छ मैले के भने डिफ्युजन भनेको हायर कन्सन्ट्रेसनदेखि लोअर कन्सन्ट्रेसनमा कुनै कुराको मुभमेन्ट हुनु हो इट इज डिफ्युजन सेमी पर्मिएबल मेम्ब्रेनबाट हुने डिफ्युजनलाई हामीले अस्मोसिस भन्छौँ तर के को डिफ्युजन अरे वाटरको डिफ्युजन है वाटरको डिफ्युजन यदि सेमी पर्मिएबल मेम्ब्रेनबाट भएको छ इट इज अस्मोसिस तर सेमी पर्मिएबल मेम्ब्रेनबाट मिनरलको डिफ्युजन भएको छ भने इट इज डिफ्युजन भनेर तिमीले बुझ्नु पर्यो यदि वाटरकै मुभमेन्ट छ तर सेमी पर्मिएबल मेम्ब्रेन छैन भने इट इज डिफ्युजन भनेर बुझ्नु पर्यो यति कुरा क्लियर छ भने अगाडि बढौँ है यति कुरा क्लियर छ भने अगाडि बढौँ तिमीलाई एउटा चाहिने कुरा मैले के भन्छु भन्दा यो मुभमेन्ट अफ पार्टिकल जुन हुन्छ नि डिफ्युजनमा हायर कन्सन्ट्रेसनदेखि लोअर कन्सन्ट्रेसनमा त्यो किन हुन्छ भनेर एकचोटि निटमा क्वेसन सोधेको थियो क्वेसन एकचोटि निटमा के सोधेको थियो भन्दा वाइ देयर इज मुभमेन्ट अफ पार्टिकल्स फ्रम हायर कन्सन्ट्रेसन टु लोअर कन्सन्ट्रेसन इन डिफ्युजन यु सुड नो द मुभमेन्ट अफ पार्टिकल is due to its काइनेटिक इनर्जी है काइनेटिक इनर्जीले गर्दा अल्टिमेटली मुभमेन्ट हुने हो हायर कन्सन्ट्रेसनदेखि लोअर कन्सन्ट्रेसनमा कन्सेप्टको कुरा हो यति कुरा तिमीले बुझेछौ भने डिफ्युजनको क्वेसन गर्न सक्छौ अर्को क्वेसन हेर which of the following factor cause decrease in diffusion okay now we are heading towards factor affecting diffusion ल यसको आन्सर भन एनीवन ल कसैले भन त ट्राई गर भाइ पनि ट्राई गर Which of the following factor causes decrease in diffusion? Diffusion लाई घटाउने कुरा के हो अप्सन बी डेन्सिटी भनेर तिमीहरूले भन्दैछौ ओके भेरी गुड है यता हेर के बुझ्नु पर्यो फ्याक्टर अफेक्टिङ डिफ्युजनमा तिम्रो सिलेबसमा भएको तीनटा कुरा छ एउटा टेम्परेचर अर्को डेन्सिटी अर्को कन्सन्ट्रेसन ग्रेडियन्टको कुरा मैले भनिहालेँ हायर कन्सन्ट्रेसनदेखि लोअर कन्सन्ट्रेसनमा हुन्छ द्याट इज कन्सन्ट्रेसन ग्रेडियन्ट इज डाइरेक्टली प्रोपोर्सनल टु डिफ्युजन भनेर बुझ्नु पर्यो ठुलो कन्सन्ट्रेसनदेखि सानो कन्सन्ट्रेसनमा डिफ्युजन हुन्छ टेम्परेचरको कुरा तिमीलाई सोध्यो भने टेम्परेचरको कुरा सोध्यो भने यता हेर त मैले के भनेको छु मुभमेन्ट अफ पार्टिकल इज ड्यू टु इट्स काइनेटिक इनर्जी मभन्दा धेरै फिजिक्स तिमीहरूलाई अभियसली थाहा होला टेम्परेचर बढ्यो भने भाइ बहिनी के हुन्छ काइनेटिक इनर्जी जहिले पनि इन्क्रिज हुन्छ त्यही भएर हामीले के भन्छौँ टेम्परेचर इज अल्सो डाइरेक्टली प्रोपोर्सनल टु डिफ्युजन किन डिफ्युजनको डाइरेक्टली प्रोपोर्सनल हुन्छ अरे बिकज टेम्परेचर इन्क्रिजेस काइनेटिक इनर्जी अफ पार्टिकल काइनेटिक इनर्जीलाई यसले बढाउँछ सो द्याट डिफ्युजन पनि बढ्छ डेन्सिटीको कुरा गर्ने हो भने डेन्सिटी तिमीहरूले पढेको होलौ केमिस्ट्रीमा ग्राहम्स ल अफ डिफ्युजन पढेका छौ ग्राहम्स ल अफ डिफ्युजन यसको बारेमा डिटेल मलाई थाहा भएन तर यति कुरा जान यो डेन्सिटीसँग डिफ्युजन चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ इन्भर्सली के हुन्छ अरे प्रोपोर्सनल हुन्छ डिफ्युजन इज इन्भर्सली प्रोपोर्सनल टु डेन्सिटी भनेर बुझ्नु पर्यो फ्याक्टर अफेक्टिङ डिफ्युजनमा चाहिँ यति कुरा जान द करेक्ट एन्सर इज डेन्सिटी भनेर हामीले भन्छौँ ताइ पनि तिमीलाई एउटा चाहिने कुरा भन्छु अर्को तिमीलाई क्वेसन के सोध्छ भन्दा ओपनिङ एन्ड क्लोजिङ अफ एस्टोमाटा के को कारण हुन्छ ल कसैलाई थाहा छ भने भन त ओपनिङ एन्ड क्लोजिङ अफ एस्टोमाटा के को कारण हुन्छ क्लोजिङ अफ एस्टोमाटा चाहिँ के को कारण हुन्छ ल भन कसैलाई थाहा छ भने भन त एनीवन टर्गर प्रेसर भेरी गुड तर टर्गर प्रेसर अप्सनमा छैन अप्सनमा मैले दिए अप्सन ए डिफ्युजन दिए अप्सन बी मैले अस्मोसिस दिन्छु अप्सन सी मैले प्लाज्मोलाइसिस दिन्छु अप्सन डी मैले नन दिन्छु ल भन त कन्सन्ट्रेसन ग्रेडियन्ट अफ गार्ड सेल भेरी गुड है यता हेर अब तिमीहरूले दुईटैले भनेको कुरा सही हो हेर टर्गर प्रेसरले के बढाउँछ अरे कन्सन्ट्रेसन ग्रेडियन्ट अफ गार्ड सेल बढाउँछ तर यो प्रोसेसहरू अल्टिमेटली हुनलाई अस्मोसिस हुनुपर्छ भनेर बुझ है बाबु अस्मोसिस भएछ भने टर्गर प्रेसर बढ्छ ओपनिङ एन्ड क्लोजिङ अफ एस्टोमाटा इज भनेर तिमीलाई क्वेसन सोधेछ यु सुड गो फर अस्मोसिस भनेर भन्ने तर अब एस्टोमाटालाई खोल्ने बन्द गर्ने काम अस्मोसिसको हो भने ग्यासियस एक्सचेन्ज के को कारण हुन्छ ल भन त ग्यासियस एक्सचेन्ज थ्रु lenticles and estomata is due to anyone ल भन त estomata is due to ल ग्यासियस एक्सचेन्ज के को कारण हुन्छ रे भाइ पनि बोल एनीवन
इट इज ड्यू टु डिफ्युजन भनेर जान्नु पर्यो। के को कारण हुन्छ अरे? ग्यासियस एक्सचेन्ज डिफ्युजनको कारण हुन्छ। ओपनिङ र क्लोजिङ चाहिँ अस्मोसिसको कारण हो भनेर बुझ्नुपर्छ। अर्को क्वेसन, इम्पोर्टेन्ट क्वेसन, एक्जाममा सोधेको क्वेसन हो, प्यासिभ अपटेक अफ मिनरल के को कारण हुन्छ ल भन। प्यासिभ अपटेक अफ मिनरल के को कारण हुन्छ? मिनरलको एब्जर्प्सन मैले तिमीलाई भनिसकेको छु, द प्रोसेस इज डिफ्युजन भनेर भन्ने के को कारण हुन्छ अरे? डिफ्युजनको कारण हुन्छ भनेर भन्न सक्नु पर्यो। एउटा एक्जाममा सोधेको आइएममा पास्ट इयर क्वेसन के थियो भन्दा, एरोमा अफ फ्लावर, एरोमा अफ फ्लावर इज ड्यू टु। जहिले पनि है बाबु, जहिले पनि ग्यासको कुरा, स्मेलको कुरा आएको छ भने यु सुड अलवेज गो फर डिफ्युजन है। किनकि हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा जेनरली ग्यासको फ्लो हुन्छ इन्भाइरोमेन्टमा, त्यो के को कारण हुन्छ अरे? डिफ्युजनको कारण हुन्छ। एरोमा फ्लावर भन्नुको फ्लावरको मिठो बास्ना आउने कारण के हो? इट इज डिफ्युजन भनेर तिमीले बुझ्नु पर्यो। कतिवटा क्वेसन मैले तिमीलाई डिफ्युजनको भने हेर त, एउटा क्वेसन, प्यासिभ अपटेक अफ मिनरल दुईटा क्वेसन, ग्यासियस एक्सचेन्ज थ्रु स्टोमाटा तीनटा क्वेसन। यता हेर त, मुभमेन्ट अफ सब्सटान्स फ्रम हायर कन्सन्ट्रेसन टु लोवर कन्सन्ट्रेसन चारवटा, पाँचवटा, छवटा है, छवटा। अर्को मैले तिमीलाई के भने भन्दा यो 7वटा, 8वटा, 9वटा, 10, 11, 12वटा क्वेसन मैले तिमीलाई डिफ्युजनको भने यति क्वेसन गरेर एक्जाममा जसरी नि मिल्छ है, एक्जाममा आउने क्वेसन यहीँबाट हो। नाउ लेट्स गो टु एनदर टपिक। अब हामीले के पढ्छौँ भन्दा ट्रान्सपोर्ट अफ सब्सटान्स थ्रु सेल मेम्ब्रेन पढ्छौँ। ल क्वेसन हेर, इन्डोसाइटोसिस कम्प्राइजेस अफ भनेर क्वेसन सोधेको छ। अप्सन ए फ्यागोसाइटोसिस, अप्सन बी पिनोसाइटोसिस, अप्सन सी सेल भोमिटिङ, अप्सन डी बोथ ए एन्ड बी। ओके, अप्सन डी भनेर भन्दैछौ, अरूले पनि ट्राई गर। ल भाइ पनि बुझिरहेछौ नि पहिला त्यो कुरा भन्नु, सबैले बुझिरहेछौ, सजिलो लागिरहेछ नि, नभए त त्यो पढाएको केही मतलब भएन है। बुझिरहेछौ कि छैनौ पहिला त्यति कुरा भन। ल बुझिरहेछौ कि नै त्यति कुरा भन त, बुझिरहेछौ कि नै त्यो भन त, छिटो भन सबैले। ल एभ्री वान, ल भन भन। ओके, बुझेको छ म। यता हेर, इन्डोसाइटोसिस भन्नुको मतलब के हो? इन्डोसाइटोसिस भन्ने कुरा बुझ्नलाई चाहिँ मैले तिमीलाई ट्रान्सपोर्ट अफ सब्सटान्स थ्रु सेल मेम्ब्रेन पढाउँछु। सबैले एउटा पेज एड गर, एउटा पेज मैले एड गर्छु, डिटेलमा सबै कुरा पढाइदिन्छु है। यो ट्रान्सपोर्टको कुनै पनि क्वेसन तिम्रो बिग्रिँदैन। यता हेर, के बुझ्नु पर्यो भन्दा, हेडिङ लेख, ट्रान्सपोर्ट अफ सब्सटान्स थ्रु सेल मेम्ब्रेन। सेल मेम्ब्रेनबाट कसरी कसरी ट्रान्सपोर्ट हुन्छ त? भाइ बहिनीहरू ध्यान देऊ, यो ट्रान्सपोर्ट अफ सब्सटान्स हुन्छ कुनै पनि सेलमा है, कुनै पनि सेलमा दुईटा तरिकाको हुन सक्छ। के हुन्छ भन्दा, एउटा स्मल मलिक्युलको ट्रान्सपोर्ट हुन पायो, स्मल मलिक्युल भनेको सानो सानो मलिक्युलको ट्रान्सपोर्ट हुन सक्छ। अर्को लार्ज मलिक्युलको ट्रान्सपोर्ट हुन सक्छ, लार्ज मलिक्युलको ट्रान्सपोर्ट हुन सक्छ। स्मल मलिक्युलको ट्रान्सपोर्ट जुन छ यो जेनरली दुईटा प्रोसेसबाट हुन सक्यो। कुन कुन प्रोसेस हुन्छ अरे? फर्स्ट प्रोसेस इज प्यासिभ प्रोसेस, सेकेन्ड प्रोसेस इज एक्टिभ प्रोसेस। एउटा प्यासिभ प्रोसेस हुन सक्यो, अर्को एक्टिभ प्रोसेस हुन सक्यो। यो लार्ज मलिक्युललाई एकछिन टाढै राखौँ, एकछिनमा त्यसको कुरा गरौँ है। यो प्यासिभ प्रोसेसमा के हुन्छ त? प्यासिभ प्रोसेस भनेको यस्तो प्रोसेस हो जसमा एटिपी चाहिँदैन है। नो एटिपी इज रिक्वायर्ड भनेर तिमीले बुझ्नु पर्यो है। फर्स्ट कुरा, यसमा एटिपी चाहिँदैन। अब कुन कुन टाइपको प्यासिभ प्रोसेस हुन्छ भन्दा, द फर्स्ट वान इज डिफ्युजन, फर्स्ट वान के हो अरे? डिफ्युजन हो। द सेकेन्ड वान इज अस्मोसिस भनेर तिमीले बुझ्नु पर्यो। बहुत इम्पोर्टेन्ट टपिक छ है बाबु, एक्जाममा जहिले सोध्ने टपिक मध्ये एउटा यो है, जहिले लाइक मोस्ट रिपिटेड क्वेसन यहाँबाट आउँछ। बुझे छैनौ भने अनम्युट गरेर सोधिहाल्नु, मैले बुझाइदिन्छु है। मैले के भने, ट्रान्सपोर्ट थ्रु सेल मेम्ब्रेन दुईटा तरिकाले हुन सक्यो, एउटा स्मल मलिक्युलको, अर्को लार्ज मलिक्युलको। स्मल मलिक्युलमा पनि दुईटा प्रोसेस हुन सक्छ, एउटा प्यासिभ एउटा एक्टिभ। प्यासिभ भन्नुको मतलब यहाँ एटिपी चाहिँदैन, द्याट इज कन्सन्ट्रेसन ग्रेडियन्टले गर्दा ट्रान्सपोर्ट हुन्छ। प्यासिभ ट्रान्सपोर्ट दुईटा टाइपको हुन्छ, एउटा डिफ्युजनबाट हुन सक्यो, अर्को अस्मोसिसबाट हुन सक्यो। भाइ पनि ध्यान के दिनुपर्छ भन्दा, यो डिफ्युजनबाट हुने प्रोसेस पनि फर्दर डिफ्रेन्ट टाइपको हुन्छ। एउटा हुन्छ सिम्पल डिफ्युजन, अर्को हुन्छ फेसिलिटेटेड डिफ्युजन। फेसिलिटेटेड डिफ्युजन, सिम्पल डिफ्युजन भनेको के हो, फेसिलिटेटेड डिफ्युजन भनेको के हो त्यो बुझौँ। डिफ्युजन भनेको त मैले भनिहालेँ, हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा कुनै सब्सटान्स मुभ भएछ त्यो डिफ्युजन भयो, त्यो सिम्पल डिफ्युजन पनि भयो है। सिम्पल डिफ्युजन पनि त्यही भयो। तर
फेसिलिटेड डिफ्युजन भनेको के हो? एउटा डायग्राम हेर, रफ डायग्राम मैले बनाउँछु। यो कुनै पनि सेल छ है, कुनै पनि सेल छ। यो सेलमा सपोज म यो सानो मोलिक्युललाई भित्र लग्न खोजिरहेछु। यो सानो मोलिक्युललाई कता लग्न खोजिरहेछु अरे? भित्र लग्न खोजिरहेछु भने यो भित्र लग्नलाई मलाई एउटा क्यारियर प्रोटिन यदि चाहियो, के चाहियो अरे? क्यारियर प्रोटिन चाहियो, जसले गर्दा चाहिँ यो कुरा सेलभित्र जान सकोस्। त्यस्तो डिफ्युजनलाई हामीले फेसिलिटेड डिफ्युजन भनेर भन्छौँ। जेनरली के को डिफ्युजन हुन्छ भन्दा फ्रुक्टोजको भनेर सम्झिने। के चाहिन्छ र यसमा? क्यारियर प्रोटिन चाहिन्छ। एउटा कुरा बुझ्नु पर्यो, क्यारियर प्रोटिन इज निडेड इन फेसिलिटेड डिफ्युजन। एक्जाममा सोधेको पास्ट इयर क्वेसन हो है। विच प्रोटिन इन विच डिफ्युजन क्यारियर प्रोटिन इज रिक्वायर्ड? यु सुड एन्सर फेसिलिटेड डिफ्युजन। अर्को कुरा एफ फर एफ भनेर सम्झिने। फ्रुक्टोजको ट्रान्सपोर्ट चाहिँ यो मेथडबाट जेनरली हुन्छ भनेर बुझ्नु पर्यो। यति कुरा होला है। ल हेर, अस्मोसिस भनेको के हो त? ल भन त कसैले, व्हाट डु मिन बाई अस्मोसिस? अस्मोसिस पनि हायर कन्सन्ट्रेसन टु लोवर कन्सन्ट्रेसनमा मुभमेन्ट हो, तर वाटरको थ्रु सेमी पर्मिएबल भेरिएन्ट। डिटेलमा मैले पढाउँछु, अहिले खासै त्यस्तो बुझ्नुपर्ने धेरै कुरा छैन। डिफ्युजन र अस्मोसिस भयो तिम्रो प्यासिभ प्रोसेस। यता हेर, एक्टिभ प्रोसेस भनेको के हो? ल भर्खर 1 वर्ष पहिला भएको सीमा यो टपिकबाट चाहिँ क्वेसन सोधेको थियो। एक्टिभ ट्रान्सपोर्ट जुन छ यसमा चाहिँ के हुन्छ? यसमा एटिपी चाहिन्छ। के चाहिन्छ अरे? एटिपी इज रिक्वायर्ड। एटिपी इज रिक्वायर्ड। दुईटा टाइपको हुन्छ भाइ बहिनी। हेर, एउटा हुन्छ प्राइमरी एक्टिभ ट्रान्सपोर्ट, अर्को हुन्छ सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट। के हुन्छ अरे? प्राइमरी र सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट हुन्छ। ध्यानले सुन्नु, बहुत इम्पोर्टेन्ट कन्सेप्ट छ। यता हेर, मैले के भनेको छु? कुनै पनि सब्स्टान्सको फ्लो है, यदि हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा गएको छ। अब बाबु एउटा इक्जाम्पल मैले तिमीलाई दिन्छु। तिमीसँग 1 लाख रुपियाँ छ है, तिमीसँग 1 लाख रुपियाँ छ, तिम्रो साथीले तिमीसँग 100 रुपियाँ माग्यो। तिमीलाई दिन कुनै पनि पिर लाग्दैन है, तिम्रो मन दुख्दैन, किनकि तिमीसँग त धेरै छ नि। भन्नुको मतलब हायर कन्सन्ट्रेसनबाट लोवर कन्सन्ट्रेसनमा गयो भने कुनै पनि एटिपी खर्च हुँदैन भनेर बुझ्नु पर्यो। आफै अटोमेटिक मुभमेन्ट हुन्छ भनेर जान्नु पर्यो। तर तिमीसँग भएको 100 रुपियाँ छ, तिम्रो साथीले तिमीसँग 1 लाख रुपियाँ माग्यो है। तिम्रो साथीले तिमीसँग कति माग्यो? 1 लाख रुपियाँ माग्यो। अब तिमीले के गर्नुपर्छ? तिम्रो मन त दुख्छ नि। किन दुख्छ? तिमीले अब यो पैसा अब तिमीलाई साथीलाई दिनै पर्ने छ। साथी बहुत क्रिटिकल सिचुएसनमा छ। तिमीले के गर्छौ? अब कसैबाट ऋण लिएर दिन्छौ हो, अभियसली। अब बोरो गरेर दिन्छौ कोहीबाट। अब यति बेला चाहिँ के हुन्छ? एटिपी चाहिन्छ भनेर बुझ्नु पर्यो। भन्नुको मतलब लोवर कन्सन्ट्रेसनदेखि हायर कन्सन्ट्रेसनमा यदि कुनै कुराको फ्लो भइरहेछ भने त्यति बेला चाहिँ कन्सन्ट्रेसन ग्रेडियन्टको अगेन्स्टमा काम भइरहेछ। यहाँनिर चाहिँ एटिपी इज रिक्वायर्ड भनेर जान। यहाँनिर चाहिँ हामीलाई के चाहिन्छ अरे? एटिपी इज रिक्वायर्ड भनेर तिमीले बुझ्नु पर्यो। ल यति जेनरल कन्सेप्टको कुरा भयो। एक्टिभ प्राइमरी एक्टिभ ट्रान्सपोर्टमा के हुन्छ मैले तिमीलाई बुझाउँछु। यता हेर, कुनै पनि सेलमा है, कुनै पनि सेलमा, ह्युमन सेल, प्लान्ट सेल, कुनै पनि सेल होस्, कुनै पनि सेलमा सबसे धेरै कन्सन्ट्रेसन सेलभित्र के को हुन्छ भन्ने कुरा हो। भाइ बहिनीहरू ध्यान देऊ, सेलभित्र जहिले पनि कन्सन्ट्रेसन हाई हुन्छ पोटासियमको है। के को अरे? के प्लस कन्सन्ट्रेसन इज हाई इनसाइड सेल। सेलको भित्र जहिले पनि पोटासियमको कन्सन्ट्रेसन हाई हुन्छ। Na प्लसको कन्सन्ट्रेसन चाहिँ के हुन्छ? Na प्लसको कन्सन्ट्रेसन चाहिँ के हुन्छ? लो हुन्छ इनसाइड सेल भनेर तिमीले बुझ्नु पर्यो। इन्ट्रासेलुलर स्पेसमा है, कुनै पनि सेलको भित्र है, इन्ट्रासेलुलर स्पेस सेलको भित्र। अब हेर, यो एक्स्ट्रा सेलुलर सेलको बाहिर बाहिर जुन स्पेस छ नि, यसमा चाहिँ जहिले पनि Na प्लस हाई हुन्छ। के हुन्छ अरे? सोडियम हाई हुन्छ, पोटासियम लो हुन्छ। अब हेर, यो प्राइमरी एक्टिभ ट्रान्सपोर्टमा के हुन्छ भन्दा सेलको भित्रबाट 3टा Na प्लस बाहिर आउँछ, 2टा के प्लस भित्र जान्छ। मैले के भने अरे? सेलको भित्रबाट 3टा Na प्लस बाहिर आउँछ, 2टा के प्लस भित्र जान्छ भनेर बुझ। अब मलाई भनिदेऊ, सेलभित्र सुरुमा के थियो अरे? सोडियमको कन्सन्ट्रेसन लो थियो। अब लो कन्सन्ट्रेसन सोडियमको भित्र सुरुमा, सोडियमको कन्सन्ट्रेसन हाई बाहिर, अब कमदेखि धेरैमा आएको छ भने यसलाई हामीले के भन्छौँ? प्राइमरी एक्टिभ ट्रान्सपोर्ट भन्छौँ। यसमा चाहिँ एटिपी युज हुन्छ। पोटासियमको रिफरेन्स लियो भने पनि बाहिर पोटासियम कम छ, भित्र पोटासियम हाई छ, मुभमेन्ट चाहिँ लोबाट हाईमा भएको छ, एटिपी इज रिक्वायर्ड भनेर तिमीले बुझ्नु पर्यो। यसमा के चाहिन्छ अरे? एटिपी चाहिन्छ, किनकि काम कन्सन्ट्रेसन ग्रेडियन्टको अगेन्स्टमा भएको छ। यो भयो हाम्रो प्राइमरी एक्टिभ ट्रान्सपोर्ट। एक्जाममा सोधेको क्वेसन के हो? इन प्राइमरी एक्टिभ ट्रान्सपोर्ट देयर इज मुभमेन्ट अफ भनेर क्वेसन सोधेको थियो। यु सुड नो 3 Na प्लस आउट। कतिवटा Na प्लस आउट आयो अरे? 3 Na प्लस आउट एन्ड 2 के प्लस इनसाइड द सेल। भर्खर सीमा सोधेको क्वेसन हो, इम्पोर्टेन्ट कन्सेप्टको कुरा हो, बुझ्न सक्नुपर्छ। यो भयो हाम्रो प्राइमरी
एक्टिभ ट्रान्सपोर्ट। सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट तिम्रो सिलेबसमा छैन, भोलि पर्सि एमबिबिएसमा पढ्छौ, तर मैले अलिअलि कुरा चाहिँ बुझाइदिन्छु। यता हेर बाबु, के बुझ्नुपर्छ भन्दा हामीलाई थाहा छ अब भित्र सोडियम अल्टिमेटली कम थियो, अब कमबाट धेरैमा आयो, द्याट इज भित्रबाट बाहिर आयो है, बाहिर आयो सोडियम। अब भित्र त सोडियम धेरै कम भयो नि, अब यो कम भएको सोडियमलाई पुरा गर्नलाई चाहिँ यो सोडियम बाहिरबाट भित्र जान्छ, बाहिरबाट भित्र जान्छ, र यो सोडियम एक्लै जाँदैन, यो सोडियमसँग जान्छ ग्लुकोज। के जान्छ अरे? सोडियमसँग जान्छ ग्लुकोज। किन गयो अरे? भित्रको सोडियमको डिफिसियन्सीलाई पुरा गर्नलाई ट्रान्सपोर्टर हुन्छ एसजिएलटी1 और एसजिएलटी2 है। एसजिएलटी सोडियम ग्लुकोज ट्रान्सपोर्टर हुन्छ भनेर तिमीलाई जान, यसलाई चाहिँ हामीले भन्छौँ सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट। भाइ बहिनी ध्यान देऊ, सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट भनेको जहिले पनि प्राइमरी एक्टिभ ट्रान्सपोर्टको कारण हुने कुरा हो। प्राइमरी एक्टिभ ट्रान्सपोर्टले गर्दा भित्र सोडियमको डिफिसियन्सी भयो, त्यो डिफिसियन्सी पुरा गर्नलाई बाहिरबाट सोडियम गयो, सोडियम सँगसँगै ग्लुकोज पनि जान्छ, द्याट इज सिम्पोर्ट हुन्छ भनेर जान। क्यारियर कुन हुन्छ? एसजिएलटी हुन्छ, यसलाई हामीले सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट भन्छौँ। इज इट क्लियर एभ्री वान? भन भाइ पनि बुझा छौ? क्रिस्टल क्लियर छ? भन भन। क्लियर छ भने यस लेख, धेरै क्लियर छ भने धेरैचोटि यस लेख। एभ्री वान, बुझेको छैनौ भने पनि नो लेख्दा हुन्छ है। ओके ल, सबैले बुझ्नुपर्छ है, सबैले बुझ्नुपर्छ। बाहिरबाट भित्र जाँदा हाई टु लो प्यासिभ डिफ्युजन भएन। बाबु हेर न, मैले तिमीलाई के भन्दैछु, प्यासिभ डिफ्युजन भएन है। सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट भनेको के? अब सोडियम एक्लै गएको छैन नि, सोडियमसँग ग्लुकोज पनि गएको छ है, त्यही भएर यो सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट भयो। जेनरली प्राइमरीको कारण चाहिँ सेकेन्डरी हुने हो है। यसमा क्यारियर प्रोटिन पनि चाहिएको छ, एसजिएलटी ट्रान्सपोर्टर भनेर हामीले भन्छौँ। प्राइमरीको फेरि भन्दै, प्राइमरीको हेर, कुनै पनि सेलमा जहिले पनि भित्र पोटासियमको कन्सन्ट्रेसन हाई हुन्छ, सोडियमको कन्सन्ट्रेसन लो हुन्छ, र बाहिरतिर सोडियमको कन्सन्ट्रेसन हाई हुन्छ, पोटासियमको लो हुन्छ। अब प्राइमरी एक्टिभ ट्रान्सपोर्टमा के हुन्छ? भित्रबाट बाहिर सोडियम आउँछ, बाहिरबाट भित्र पोटासियम जान्छ। भन्नुको मतलब लोदेखि हाईमा सोडियम आयो, लोदेखि हाईमा पोटासियम गयो, अगेन्स्ट द कन्सन्ट्रेसन ग्रेडियन्ट काम भएको छ, इनर्जी चाहिन्छ, एटिपी चाहिन्छ, यसैलाई भनिन्छ प्राइमरी एक्टिभ ट्रान्सपोर्ट। ओके, इट्स सुड बी क्रिस्टल क्लियर है। यति कुरा तिमीहरूले बुझेको हुनुपर्छ। बुझाएको छैनौ भने अहिले भनिहाल, मैले फेरि पनि बुझाइदिन्छु, बहुत इम्पोर्टेन्ट टपिक छ। ल, नेक्स्ट कुरा हेर बाबु, अब यो लार्ज मोलिक्युलको ट्रान्सपोर्टलाई चाहिँ हामीले के भन्छौँ? लार्ज मोलिक्युलको ट्रान्सपोर्टलाई हामीले भन्छौँ वेसिकुलर ट्रान्सपोर्ट। कुन ट्रान्सपोर्ट भन्छौँ अरे? वेसिकुलर ट्रान्सपोर्ट भनेर भन्छौँ। यसमा दुईटा कुरा हुन सक्यो, कि त सब्स्टान्स सेलको भित्र जान सक्यो, कि त सब्स्टान्स सेल बाहिर आउन सक्यो। द्याट इज सब्स्टान्स मुभिङ इन्टु सेल, moving into cell, or substance moving out of cell, moving out of cell। इन द सेल मुभिङ के को हुन्छ अरे? यसलाई चाहिँ प्रोसेसलाई हामीले भन्छौँ इन्डोसाइटोसिस। इन भनेको भित्र, साइटोसिस भनेको सेलभित्र गयो है, प्रोसेसलाई हामीले इन्डोसाइटोसिस भनेर भन्छौँ। बाहिर आएको छ, बाहिर आएको कुरालाई हामीले एक्स भनेर भन्छौँ, एक्जोसाइटोसिस भनेर सम्झिने। यसलाई चाहिँ हामीले सेल भोमिटिङ भनेर पनि भन्छौँ। के भन्छौँ अरे? सेल भोमिटिङ भनेर पनि भन्छौँ। के को यो एक्जोसाइटोसिस केमा हुन्छ अरे? ह्युमनमा चाहिँ जेनरली न्युरो ट्रान्समिटरहरूको हुन्छ, नट सो इम्पोर्टेन्ट, खासै चाहिँदैन। लोदेखि हाईमा सोडियम गयो, हजुर, लोदेखि हाईमा सोडियम पनि गयो, लोदेखि हाईमा पोटासियम पनि गयो, के दुइटै गएको छ। द्याट इज सोडियम चाहिँ बाहिर आएको छ, पोटासियम चाहिँ भित्र गएको छ। ओके, हल्का स्लो, भेरी गुड। ल ल, बुझेनौ बहिनी भन त। ल, कहाँनिर बुझ्दैनौ मलाई भनिहाल है, मलाई भनिहाल, म ट्याक्क। ओके, बुझौँ। ल, यति हो। यता हेर, के बुझ्नुपर्छ भन्दा सब्स्टान्स मुभिङ इन्टु द सेल छ, त्यसलाई हामीले इन्डोसाइटोसिस भन्छौँ। बाहिर आएको छ, त्यसलाई एक्जोसाइटोसिस अर सेल भोमिटिङ भनेर भन्छौँ। एनिमल सेलमा जेनरली यो चाहिँ न्युरो ट्रान्समिटरहरूको रिलिज हुन्छ। अब न्युरो के भन्छ, नर्भस सिस्टममा पढ्नु तिमीहरू, अहिलेलाई मैले भनिदिएँ है। अब इन्डोसाइटोसिसमा के हुन्छ भन्दा दुईटा कुरा हुन सक्यो। एउटा हुन्छ फ्यागोसाइटोसिस, फ्यागोसाइटोसिस, अर्को हुन्छ पिनोसाइटोसिस, पिनोसाइटोसिस। ल बाबु, मलाई भनिदेऊ, तिमी खाना खान्छौ कि पानी पिउँछौ? खाना खान्छौ कि पानी पिउँछौ? दुइटै गर्छौ है। पानी तिमी जहिले पनि पिउँछौ। पिनो भन्नुको मतलब पानीको मुभमेन्ट हो भनेर जान। के बुझ्ने अरे? यसलाई चाहिँ हामीले सेल ड्रिङ्किङ भनेर भन्छौँ। फ्यागोसाइटोसिस भन्नुको मतलब सेल इटिङ भनेर भन्छौँ। सेल इटिङ इज फ्यागोसाइटोसिस, सेल ड्रिङ्किङ इज पिनोसाइटोसिस, बोथ कम्स अन्डर इन्डोसाइटोसिस भनेर बुझ्नु पर्यो। दिस इज अल यु सुड नो फर ट्रान्सपोर्ट अफ सब्स्टान्स थ्रु सेल मेम्ब्रेन है। यति कुरा तिमीले बुझेछौ भने तिम्रो कुनै पनि क्वेसन बिग्रिँदैन।
तिम्रो कुनै पनि क्वेसन बिग्रिदैन, यति मैले ग्यारेन्टी गर्छु। ल क्वेसन हेर, एन्सर देऊ। इन्डोसाइटोसिस कम्प्राइजेस अफ बोथ अप्सन ए एन्ड बी, फिनोसाइटोसिस एन्ड फेगोसाइटोसिस। सेल भोमिटिङ भनेको के हो अरे? इट इज इक्जोसाइटोसिस भनेर तिमीले बुझ्न सक्छौ। इट इज इक्जोसाइटोसिस। ओके, नेक्स्ट क्वेसन हेर। मेम्ब्रेन विच एलाउड सल्भेन्ट बट नट सल्युट। ओके, यो पनि राम्रो क्वेसन छ। हामी जाँदैछौँ अब टाइप्स अफ मेम्ब्रेनमा। भाइ पनि ध्यान देऊ, ध्यान देऊ। टाइप अफ मेम्ब्रेनमा तिमीले के बुझ्नु पर्यो? कुनै पनि प्लान्टमा जेनरली मेम्ब्रेनहरू चाहिँ चारवटा टाइपको हुन्छ। सेमी पर्मिएबल, सेलेक्टिभली पर्मिएबल, इम्पर्मिएबल र पर्मिएबल। सेमी पर्मिएबल भनेको के हो भन्दा, सेमी पर्मिएबल भन्नुको मतलब के हो भन्दा सल्भेन्टलाई एलाउ गर्छ, सल्युटलाई एलाउ गर्दैन। यसको तिमीहरूको एन्सर करेक्ट है, अप्सन ए इज करेक्ट। सेमी पर्मिएबल भनेको सल्भेन्ट पानी जान दिनु, सोलिड सब्सटान्स जान दिँदैन। यो कहाँ पाउँछ भनेर तिमीलाई क्वेसन सोध्छ है। इक्जाम्पल भनेर जान, इक्जाम्पल के सम्झिन सक्छौ तिमीले भन्दा कोलोइडन, कोलोइडन, पर्च्यान्ट मेम्ब्रेन भनेर सम्झिने। के हो बाबु यो मैले अहिलेसम्म बुझ्न सकेको छैन, तर कोलोइडल पर्च्यान्ट मेम्ब्रेन इज सेमी पर्मिएबल मेम्ब्रेन भनेर तिमीले बुझ्न सक्छौ। जेनरली अब यो मेम्ब्रेन चाहिँ तिमीले सम्झ है। अब सेलेक्टिभली पर्मिएबल भनेको के हो त? वाट डु यु मिन बाई सेलेक्टिभली पर्मिएबल मेम्ब्रेन? हेर, हाम्रो सेलहरू जुन छ, ह्युमन सेल, एनिमल सेल, योहरू चाहिँ के हुन्छ? सेल मेम्ब्रेन चाहिँ जेनरली सेलेक्टिभली पर्मिएबल मेम्ब्रेन हुन्छ। भन्नुको मतलब इट एलाउ अल सल्भेन्ट, सबै सल्भेन्टलाई भित्र जान दिन्छ, बट फ्यु सेलेक्टेड सल्युट, सबै सल्भेन्टलाई भित्र जान दिन्छ तर सल्युट चाहिँ कुनै कुनै सल्युटलाई मात्र भित्र जान दिन्छ भनेर बुझ्नु पर्यो। इक्जाम्पल सम्झिन सजिलो छ, अल बायोलोजिकल मेम्ब्रेन भनेर सम्झिने। के सम्झिने अरे? अल बायोलोजिकल मेम्ब्रेन भनेर तिमीले सम्झिन सक्छौ। और यसलाई चाहिँ हामीले के पनि भन्छौँ? प्लाज्मा मेम्ब्रेन भनेर भन्छौँ, प्लाज्मा मेम्ब्रेन भनेर भन्छौँ। तिमीलाई क्वेसन सोध्छ, मेम्ब्रेन अफ भ्याक्युललाई हामीले के भन्छौँ? यसलाई चाहिँ हामीले टोनोप्लास्ट भनेर भन्छौँ। के भन्छौँ अरे? टोनोप्लास्ट भनेर भन्छौँ। यो पनि सेलेक्टिभली पर्मिएबल हुन्छ र यो आइयुएम र बीपीकेएचएसमा सोधिसकेको क्वेसन हो। यति कुरा तिमीले बुझ्नु पर्यो। सेलेक्टिभली पर्मिएबलको एक्जाम्पल चाहिँ स्टुडेन्टहरूलाई प्लाज्मा मेम्ब्रेन थाहा हुन्छ, टोनोप्लास्ट थाहा हुँदैन है। टोनोप्लास्ट पनि सेलेक्टिभली पर्मिएबल हो भनेर सम्झिने। त्यसो भए मलाई भन इम्पर्मिएबल मेम्ब्रेन भनेको के हो? इम्पर्मिएबल मेम्ब्रेन भनेको के हो? Impermeable membranes are those membrane which does not allow any solute or solvent, does not allow any solute or solvent, कुनै पनि सोलुट और सल्भेन्टलाई एलाउ गर्दैन भने यसलाई चाहिँ हामीले इम्पर्मिएबल मेम्ब्रेन भनेर भन्छौँ। यसको इक्जाम्पल के हुन्छ ल? कसैलाई थाहा छ? एनिवन भन त, कसैले? एनिवन? इक्जाम्पल भनेर तिमीलाई क्वेसन सोधेको छ भने यु सुड नो क्युटिनाइज्ड सेल वाल एउटा इक्जाम्पल। अर्को तिमीले सम्झिनुपर्छ सुबेराइज्ड सेल वाल। यसको मतलब के हो? क्युटिन र सुबेरिनले कभर भएको सेल वाल चाहिँ इम्पर्मिएबल हुन्छ भनेर बुझ्नु पर्यो। पर्मिएबल भनेको के हो अरे बाबु? पर्मिएबल भनेको सबै कुरालाई आउन दिने, द्याट इज एलाउ अल सल्युट एन्ड सल्भेन्ट, सबै कुरालाई एलाउ गर्छ। इक्जाम्पल के हुन्छ? सेलुलोजिक सेलवाल, सेलुलोजिक सेलवाल है एउटा इक्जाम्पल। अर्को इक्जाम्पल सम्झिन सक्छौ, लिग्निफाइड सेलवाल। इज इट क्लियर भाइ बहिनी? भन त, यहाँसम्म बुझा छौ? मेम्ब्रेनको कुरा बुझा छौ? इज इट क्लियर? ओके, नेक्स्ट क्वेसन हेर। अस्मोसिस इज ड्यू टु मुभमेन्ट अफ पार्टिकल्स फ्रम, ल भन। यो पनि बहुत इम्पोर्टेन्ट क्वेसन छ। अस्मोसिस के हो? ओके, अप्सन डी भनेर भन्दैछौ, बोथ बी एन्ड सी। हायर वाटर कन्सन्ट्रेसन टु लोवर वाटर कन्सन्ट्रेसन, लोवर टु हायर सल्युट कन्सन्ट्रेसन, हायर सल्युट टु लोवर कन्सन्ट्रेसन। ओके, अप्सन बी, अप्सन बी, अप्सन बी। ओके, डी भन्दैछौ। ल यता हेर, अस्मोसिस तिमीलाई मैले बुझाउँछु है, अस्मोसिस बुझाउँछु। ल एउटा पेज पनि मैले राखेको थिएँ, यहीँबाट बुझाइदिएँ है। यता हेर, एउटा पेज एड गरौँ अनि अस्मोसिसको कुरा गरौँला है। त कहाँ एड गर्ने भने यहीँ एड गरौँ ल। यता हेर, अस्मोसिस तिमीले राम्ररी बुझेछौ भने सबै कुरा, सबै टपिक आउने सबै टपिक तिमीले बुझ्न सक्छौ है, सजिलो लाग्छ। अस्मोसिस बुझेको छैनौ भने बहुत गाह्रो लाग्छ है। यता हेर, मैले एउटा डायग्राम बनाउँदैछु। डायग्राम मलाई खासै बनाउन आउँदैन, तर मैले ट्राई गर्दैछु है। दुईटा सेल मैले बनाउँदैछु, दुईटा सेल बनाउँदैछु। एउटा सेल ए हो, अर्को सेल बी हो। बिचमा मैले राखेको कुरा सेमी पर्मिएबल मेम्ब्रेन भनेर सम्झिने। के सम्झिने अरे? सेमी
पर्मिएबल मेम्ब्रेन भनेर तिमीले सम्झिन सक्छौ। बाबु हेर के बुझ्नु पर्यो, कुनै पनि सेलमा है, कुनै पनि सेलमा पानी धेरै छ भने त्यहाँ सल्युट कम हुन्छ। के हुन्छ अरे, सल्भेन्ट धेरै छ भने सोलुट कम हुन्छ, सल्युट धेरै छ भने सल्भेन्ट कम हुन्छ। मैले एमा बनाएँ पानी धेरै, बीमा मैले बनाउँछु पानी थोरै है। ब्ल्याक भनेको सल्भेन्ट हो, वाटर हो भनेर जान। रेडले मैले सल्युट बनाउँदैछु, रेडले के बनाउँदैछु अरे, सल्युट बनाउँदैछु भन्नुको मतलब सोलिड सब्सटान्स बनाउँदैछु। यसमा हेर, अब यहाँ सोलुट धेरै हुन्छ। बाबु तिमीले के बुझ्नु पर्यो भन्दा, के बुझ्नु पर्यो भन्दा, कुनै पनि कन्टेनरमा है, कुनै पनि सब्सटान्समा, कुनै पनि सेलमा लिक्विड सल्भेन्ट धेरै छ भने सोलुट कम छ भनेर अब यो लेम वर्डको तरिका हो है। अब याद कसरी राख्न सकिन्छ भन्ने कुरा हो। अब जेनरली त यस्तो हुँदैन, तर याद यसरी तिमीले राख्न सक्छौ। इन्ट्रान्सको बेला त नाम निकाल्ने न हो, पिएचडी गर्नु छैन। हेर जसरी बुझे पनि बुझे भयो है। कसरी बुझ्न सक्छौ भन्दा, पानी धेरै सल्भेन्ट धेरै छ सोलुट कम हुन्छ भनेर बुझ्ने, सल्भेन्ट कम छ सोलुट धेरै हुन्छ भनेर बुझ्ने, यति कुरा मात्र बुझ है। अब एमा हेर, एमा पानी धेरै छ, एमा पानी धेरै छ, पानी कहाँ जान्छ अरे, जहिले पनि कन्सन्ट्रेसन बराबर हुनुपर्छ दुईटैमा। अब यो बराबर हुनलाई चाहिँ एबाट बीमा पानी जान्छ। फेरि फेरि ओके, यता हेर के बुझ्नु पर्यो भन्दा, ए भन्ने कन्टेनरमा चाहिँ मैले सल्युट धेरै राखेको छु, सल्भेन्ट धेरै राखेको छु भन्नुको मतलब, यता हेर लेम तरिकाले बुझ्ने है। अब यो याद गर्ने तरिका मैले भन्दैछु, अब यसमा साइन्स नलगाऊ है बाबु, साइन्स नलगाऊ नभए कुरा बिग्रिन्छ। हेर, वाटर हाई छ भने, वाटर हाई छ भने सल्युट लो भनेर तिमीले बुझ्न सक्छौ। याद गर्ने तरिका है, वाटरको कन्सन्ट्रेसन यदि हाई छ भने सल्युटको कन्सन्ट्रेसन तिमीले लो सम्झ। वाटर लो छ भने, लो छ वाटर भने, वाटरको कन्सन्ट्रेसन लो छ भने सल्युटको कन्सन्ट्रेसन हाई हुन्छ भनेर सम्झ। यति दुईटा तरिका याद राख, अस्मोसिस मोर देन इजी हुन्छ है। यता हेर, एमा चाहिँ पानी धेरै छ, बीमा पानी थोरै छ। पानीको मुभमेन्ट कहाँदेखि कहाँ हुन्छ अरे, अभियसली एबाट बीमा हुन्छ हो, एबाट बीमा हुन्छ। हामीले मुभमेन्टलाई के भन्छौँ, हायर वाटर कन्सन्ट्रेसन टु, हायर वाटर कन्सन्ट्रेसन टु लोअर वाटर कन्सन्ट्रेसन, के को मुभमेन्ट भयो अरे, अस्मोसिसमा पानीको मुभमेन्ट थ्रु सेमी पर्मिएबल मेम्ब्रेन। थ्रु कहाँ अरे, थ्रु सेमी पर्मिएबल पर्मिएबल मेम्ब्रेन। यो अस्मोसिसको किताबमा लेखेको डिफिनिसन भयो। अर्को कुरा तिमीले के बुझ्नु पर्यो भन्दा, मैले भर्खर के भने, पानी हाई छ भने सोलुट कम हुन्छ भनेर बुझ्नु पर्यो। अब हायर वाटर कन्सन्ट्रेसन टु लोअर वाटर कन्सन्ट्रेसन छ, यसलाई हामीले के पनि भन्न सक्छौँ भन्दा, लोअर सल्युट कन्सन्ट्रेसन टु लोअर सल्युट कन्सन्ट्रेसन टु हायर सल्युट कन्सन्ट्रेसन। भाइ बहिनी कुरा क्लियर छ भन त, बुझिरहेछौ, बुझिरहेछौ। ल लेम तरिका हो है, दिस इज द लेम तरिका अफ याद गर्नु। अब यसरी तिमीले याद गर्न सक्छौ, सजिलो हुन्छ है। ल भन, बुझ्या छौ कि नै, बुझ्या छौ कि नै, ओके बुझ्नुपर्छ। ल यता हेर, ओके ओके, अर्को क्वेसन हेर, ओके क्वेसन हेर, क्वेसन के थियो, मुभमेन्ट के को हुन्छ अरे, हायर वाटर कन्सन्ट्रेसन टु लोअर वाटर कन्सन्ट्रेसन, एउटा कुरा मिलिहाल्यो। बाबु यो कन्सन्ट्रेसनको ठाउँमा पोटेन्सियल भनेर पनि लेख्या हुन्छ, नझुकिने, एउटै कुरा हो है। हायर वाटर पोटेन्सियल टु लोअर वाटर पोटेन्सियल पनि भन्छ, एउटै कुरा हो, नझुकिने। अब हेर, एउटा कुरा मिल्यो, लोअर टु हायर सल्युट कन्सन्ट्रेसन पनि हुन्छ, ट्याक्क वाटरको अपोजिट, बोथ बी एन्ड सी इज द करेक्ट एन्सर। ओके लेट्स गो टु एनदर क्वेसन। अस्मोसिसको कन्सेप्टको कुरा यति हो, क्वेसन आयो भने मैले त्यहाँनिर अझै कुरा थपिदिन्छु है। अस्मोटिक प्रेसर अफ प्योर वाटर भनेर क्वेसन सोधेको छ, ल भन त, एनीवन, वाट इज द अस्मोटिक प्रेसर अफ प्योर वाटर। अस्मोटिक प्रेसर भनेको के हो, सिम्पल भाषामा बुझ्ने हो भने यो चाहिँ एटमोस्फेरिक प्रेसर हो है। एटमोस्फेरिक, यता हेर त, हामीले के भन्दैछौँ, हामीले के भन्दैछौँ, यो मुभमेन्ट जुन वाटरको भइरहेछ एदेखि बीमा, यसलाई चाहिँ हामीले अस्मोसिस भनेर भन्यो हो। अब अस्मोटिक प्रेसर भनेको के हो भन्दा, यस्तो एटमोस्फेरिक प्रेसर जसले यो मुभमेन्टलाई अपोज गर्छ के, रोक्न खोज्छ, यसलाई चाहिँ हामीले अस्मोटिक प्रेसर भनेर भन्छौँ। अब कति हुन्छ अरे, बराबर हुन्छ नि, जेनरली अस्मोसिस जति छ, अब यो अस्मोटिक प्रेसर पनि त्यति नै हुन्छ, किनकि इन्भाइरोमेन्टल प्रेसर हो भनेर बुझ्नु पर्यो। ल क्वेसन हेर, क्वेसन के छ, अस्मोटिक प्रेसर अफ प्योर वाटर चाहिँ कति हुन्छ भनेर तिमीलाई क्वेसन सोध्छ। अस्मोटिक प्रेसर अफ प्योर वाटर भनेर क्वेसन सोध्यो भने यु सुड गो फर 0 है। अप्सन ए इज करेक्ट, ओके 0 इज करेक्ट। के बुझ्नु पर्यो भन्दा, अस्मोसिस, अस्मोटिक प्रेसर के को मेजरमेन्ट हो भनेर कहिले काहीँ क्वेसन सोध्छ है। अस्मोटिक प्रेसर इज मेजरमेन्ट अर इट इज ड्यू टु, इट इज ड्यू टु सल्युट, इट इज ड्यू टु सल्युट प्रेजेन्ट इन सल्भेन्ट।
यो सल्भेन्टमा जुन सल्युटको मात्रा थियो त्यसले गर्दा चाहिँ प्रेसर जेनेरेट हुन्छ, अस्मोटिक प्रेसर। र यो आइओमा एकचोटि सोधिएको क्वेसन हो, यो चाहिँ के हो अरे एटमोस्फेरिक प्रेसर हो भनेर तिमीले बुझ्न सक्नु पर्यो। अर्को कुरा के याद राख बाबु भन्दा, अस्मोटिक प्रेसर इज अलवेज पोजिटिभ, अलवेज पोजिटिभ फर सल्युसन। कुनै पनि सल्युसनको लागि अस्मोटिक प्रेसर चाहिँ जहिले पोजिटिभ हुन्छ, नेगेटिभ हुँदैन भनेर तिमीले बुझ्नु पर्यो है। यति कुरा चाहिँ बुझ्नु पर्यो। अर्को कुरा, अस्मोटिक प्रेसर इज डाइरेक्टली प्रोपोर्सनल टु कन्सन्ट्रेसन अफ सल्युसन भनेर बुझ्नु पर्यो। सल्युसनको कन्सन्ट्रेसनसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। किन हेर त मैले के भनेको छु, इट इज द मेजर अफ सल्युट प्रेजेन्ट इन सल्भेन्ट। सल्युट भनेको के हो अरे सोलिड सब्सटान्स हो। यो सोलिड सब्सटान्सले चाहिँ सल्युटको कन्सन्ट्रेसन डिटरमाइन गर्छ, सो द्याट कन्सन्ट्रेसन अफ सल्युसनसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर जान्नु पर्यो है। अर्को क्वेसन हेर, ल यहाँनिर क्वेसन पनि राख्दैछु मैले, सल्युट प्रेजेन्ट इन सल्भेन्ट भनेर तिमीले भन्न सक्छौ। ओके, नेक्स्ट क्वेसन हेर, इन्डोअस्मोसिस भनेको के हो? ओके, व्हाट डु यु मिन बाइ इन्डोअस्मोसिस? इन्डोअस्मोसिस भनेको के हो? ल कसैले भन। ओके, यता हेर, यो इन्डोअस्मोसिस इक्जोअस्मोसिस भन्ने कुरा बुझ्नलाई पहिला तिमीले टाइप अफ सल्युसन बुझ्नुपर्छ है। टाइप अफ सल्युसन बुझेछौ, यस्तो क्वेसन पानी पानी हुन्छ है बाबु। हेर, हेडिङ लेख सबैले, टाइप्स अफ सल्युसन। ल मैले पेज एड गरेको छु कि नै हेर्न देऊ त, एड गरे होला जस्तो लाग्यो मलाई। ओके, एड गरे छैन, ल ठिक छ। ल हेर, टाइप अफ सल्युसनमा के बुझ्नु पर्यो, सल्युसन जेनरली तीनटा टाइपको हुन्छ। एउटा हुन्छ आइसोटोनिक, आइसोटोनिक। अर्को हुन्छ हाइपोटोनिक। द थर्ड वान इज हाइपरटोनिक सल्युसन। यो तीनटा टाइप अफ सल्युसन हुन्छ। मैले तिमीलाई डिटेलमा पढाइदिन्छु सबै कुरा, ध्यानले सुन है। के बुझ भन्दा, कुनै पनि एउटा मैले कन्टेनर बनाउँदैछु, यो कन्टेनरमा मैले राखेको छु सल्युसन। के राखेको छु अरे, यो कन्टेनरमा मैले राखेको छु सल्युसन। यो सल्युसन भित्र मैले राखेँ एउटा सेल, यसको भित्र के राखेँ अरे एउटा सेल राखेँ, एउटा सेल राखेँ है। अब हेर, तिमीले के बुझ्नु पर्यो भन्दा, आइसोटोनिक भन्नुको मतलब के हो? आइसो भनेको बराबर हुन्छ, टोनिक भनेको कन्सन्ट्रेसन हुन्छ। भित्र राखेको सेल र बाहिरको भाँडोको सल्युसनको कन्सन्ट्रेसन यदि बराबर छ भने त्यसलाई चाहिँ हामीले आइसोटोनिक सल्युसन भनेर भन्छौँ। द्याट इज कन्सन्ट्रेसन अफ सल्युसन इज इक्वल टु कन्सन्ट्रेसन अफ सेल स्याप। सेल स्याप भन्नुको मतलब यो सेलको साइटोप्लाज्मको कन्सन्ट्रेसन र बाहिर राखेको यो भाँडोको कन्सन्ट्रेसन चाहिँ यदि बराबर छ भने यसलाई चाहिँ हामीले आइसोटोनिक भनेर भन्छौँ। भाइ पनि ध्यान देऊ, आइसोटोनिक सल्युसन छ भने कन्सन्ट्रेसन डिफरेन्स भएन है। कन्सन्ट्रेसन डिफरेन्स भएन भन्नुको मतलब न भित्रबाट बाहिर केही आउन सक्यो, न बाहिरबाट भित्र केही जान सक्यो। भन्नुको मतलब नो मुभमेन्ट अफ सब्सटान्स अकर इन आइसोटोनिक सल्युसन भनेर तिमीले बुझ्नु पर्यो। द्याट इज सल्युसन भनेको के हो अरे मलाई भन्देऊ। सल्युसन भनेको के हो? सल्युसन भनेको सल्युट प्लस सल्भेन्ट हो। अब यसमा कुनै पनि कुराको मुभमेन्ट हुँदैन भनेर तिमीले बुझ्नु पर्यो। नो स्वेलिङ नो श्रिङ्किङ है। नो स्वेलिङ भन्नुको मतलब सेलभित्र पानी गएन, स्वेलिङ भएन। सेलभित्रको बाहिर पानी पनि आएन, नो श्रिङ्किङ, श्रिङ्किङ पनि हुँदैन, स्वेलिङ पनि हुँदैन भनेर बुझ्नु पर्यो। नाउ द सेकेन्ड टाइप अफ सल्युसन इज हाइपोटोनिक सल्युसन। हेर, हाइपोटोनिक भनेको के हो त? हाइपोटोनिक भनेको के हो? मैले यो एउटा भाँडो राखेँ, के राखेँ अरे एउटा भाँडो राखेँ। हेर, एउटा भाँडो राख्दैछु, यो भाँडोको बाहिर बाहिर मैले सल्युसन राखेँ, बाहिर भन्दा नि भित्र सल्युसन राखेँ। यसको भित्र चाहिँ मैले एउटा सेल राख्छु, के राख्छु अरे सेल राख्छु। यो सेलको भित्रको कन्सन्ट्रेसन अफ सेल यदि ग्रेटर छ देन कन्सन्ट्रेसन अफ यो बाहिरको सल्युसन है, देन कन्सन्ट्रेसन अफ सल्युसन। यो के बुझ्यौ? कन्सन्ट्रेसन अफ सेल चाहिँ भित्रको द्याट इज सेलको कन्सन्ट्रेसन हायर छ, बाहिरको सल्युसनको कम छ। हेर त, हामीले बाहिरको सल्युसनलाई कम्पेयर गर्दैछौँ नि, बाहिरको सल्युसनसँग भित्रको बराबर छ भने आइसोटोनिक, बाहिरको धेरै छ भने हाइपरटोनिक, बाहिरको कम छ भने हाइपोटोनिक। अब हेर त, बाहिरको कम छ भन्नुको मतलब भित्रको धेरै छ, कन्सन्ट्रेसन अफ सेल इज ग्रेटर देन कन्सन्ट्रेसन अफ सल्युसन। यति बेलामा चाहिँ के हुन्छ भाइ पनि ध्यान देऊ, हामीले यो जुन कन्सन्ट्रेसनको कुरा गर्दैछौँ त्यो सल्युटको कुरा गर्दैछौँ है, सल्युटको कन्सन्ट्रेसनको कुरा गर्दैछौँ। सल्युटको कुरा गर्दैछौँ हो भन त, हामीले कुन कन्सन्ट्रेसनको कुरा गर्दैछौँ अरे एनीवन?
सल्युटको कन्सन्ट्रेसनको कुरा गर्दैछु। हेर तिमीले के बुझ्नु पर्यो, अब यो सेलभित्र चाहिँ कन्सन्ट्रेसन हाई छ भन्नुको मतलब यसमा सल्युट हाई छ, बाहिर हाइपोटोनिक छ, हाइपोटोनिकमा सल्युट कम छ। अब वाटरको मुभमेन्ट जहिले कहाँदेखि कहाँ हुन्छ अरे, बाहिरदेखि भित्र हुन्छ। लो सल्युटदेखि हाई सल्युट तिमीले सम्झ्या छौ, ओस्मोसिस भनेर सम्झिन सक्छौ है। ओस्मोसिसमा मैले के भनेको थिएँ, लो सल्युट टु हाई सल्युट जहिले पनि के हुन्छ, हाई सल्युट जहिले पनि के हुन्छ, वाटरको मुभमेन्ट हुन्छ भनेर बुझ्नु पर्यो। भित्रको कन्सन्ट्रेसन हाई छ, सेल स्यापको कन्सन्ट्रेसन हाई छ भन्नुको मतलब त्यसमा सल्युट धेरै छ, बाहिरको कन्सन्ट्रेसन लो छ भन्नुको मतलब त्यसमा सल्युट कम छ। जहिले पनि वाटरको मुभमेन्ट कमदेखि धेरैमा जान्छ। अब मलाई भन्दा यहाँ बेला चाहिँ सेल श्रिङ्क हुने कि सेल स्वेल हुने, एनीवन? यति बेला चाहिँ सेल श्रिङ्क हुन्छ कि स्वेल हुन्छ? अभियसली सेलभित्र पानी गइरहेछ, वाटर गइरहेछ, द सेल स्वेल्स भनेर बुझ्नु पर्यो। सेल के हुन्छ अरे, स्वेल हुन्छ। हाइपरटोनिकमा जस्ट यसको अपोजिट भनेर तिमीले सम्झिन सक्छौ। हाइपरटोनिकमा हेर त ट्याक्क यसको अपोजिट कुरा हुन्छ। बाबु हेर भित्र सेल छ, बाहिरको कन्सन्ट्रेसन हाई हुन्छ, हेर भित्रको कन्सन्ट्रेसन लो हुन्छ। के हुन्छ अरे, बाहिरको के छ, हाई कन्सन्ट्रेसन छ, हाई कन्सन्ट्रेसन अफ के, कन्सन्ट्रेसन अफ सल्युट भनेर तिमीले बुझ्नु पर्यो। भित्रको के छ अरे, लो कन्सन्ट्रेसन छ। अब जहिले पनि वाटरको मुभमेन्ट के हुन्छ, हाई लो कन्सन्ट्रेसन अफ सल्युटदेखि हाई कन्सन्ट्रेसन अफ सल्युटमा आउँछ, भित्रदेखि बाहिर आउँछ। यति बेला चाहिँ के हुन्छ, द सेल श्रिङ्क भनेर बुझ्नु पर्यो। सेल चाहिँ के हुन्छ, श्रिङ्क हुन्छ। अब यति कुरा तिमीले बुझेछौ भने प्लाज्मोलाइसिस, इन्भिटेसन, ओके भेरी गुड है, सबैको कन्सेप्ट क्लियर हुन्छ। ल यहाँसम्म बुझाछौ भने यस लेख सबैले, एभ्रीवन। ल भाइ बहिनी यहाँसम्म बुझाछौ भने यस लेख। ओके सबैले बुझ्नुपर्छ है, सबैले बुझ्नुपर्छ। जसरी पनि मैले रिकल गरिदिन्छु। हेर आइसोटोनिकमा राख्यौ केही पनि हुँदैन, हाइपोटोनिकमा राख्यौ सेल चाहिँ के हुन्छ, हाइपोटोनिकमा तिमीले राख्यौ भने सेल स्वेल हुन्छ, हाइपरटोनिकमा राख्यौ सेल श्रिङ्क हुन्छ। ओके भेरी गुड। ल अगाडि बढौँ। क्वेसन हेर, क्वेसनले के भनेको छ भन्दा इन्डो अस्मोसिस कति बेला हुन्छ भाइ पनि हेर त। इन्डो अस्मोसिस भनेको के हो अरे, इन भनेको भित्र, अस्मोसिस भनेको पानी जानु। अब कति बेला भित्र पानी जान्छ अरे, जब हामीले सेललाई कस्तो सल्युसनमा राख्छौ, हाइपोटोनिकमा राख्छौ। हाइपोटोनिकमा राख्यौ भने के हुन्छ, द सेल स्वेल्स भनेर भन्छौ। अप्सन बी इज द करेक्ट एन्सर। यहाँनिर मैले दुईटा मात्र राखेछु। आइसोटोनिकमा के हुन्छ, नो चेन्ज हुन्छ भनेर जान, नो चेन्ज हुन्छ। हाइपरटोनिकमा के हुन्छ, श्रिङ्क हुन्छ भनेर जान, सेल श्रिङ्क हुन्छ है। लेट्स गो टु द नेक्स्ट क्वेसन। मुभमेन्ट अफ वाटर अकर्स फ्रम भनेर क्वेसन सोधेको छ। ओके एनीवन, कहाँदेखि कहाँ हुन्छ मुभमेन्ट अफ वाटर? लो डिपिडी टु हाई डिपिडी, हाई डिपिडी टु लो डिपिडी, समटाइम्स फ्रम हाई, समटाइम्स फ्रम लो टु हाई। ल भन त, पहिला डिपिडी भनेको के हो त्यो बुझ्नु पर्यो। ल कसैलाई थाहा छ भने भन त, वाट डु यु मिन बाई डिपिडी? डिफ्युजन प्रेसर। ओके भेरी गुड है। डिपिडी भनेको डिफ्युजन प्रेसर डेफिसिट। यता हेर डिपिडी भनेको के हो भन्दा इट इज द सकिङ पावर अफ सेल। कुनै पनि लाइक हेर डिपिडी इज मेजर अफ भेरी गुड है, मेजर अफ प्लान्ट सेललाई ब्लडमा राख्यो भने के हुन्छ। आइसोटोनिक स्लाइडको क्वेसन अहिले आउँछ है बाबु, अहिले एकछिन पछि त्यो क्वेसन राखेको छु, त्यहाँनिर मैले डिस्कस गरिदिन्छु। यता हेर डिपिडी भनेको के हो, ल सिरियली जाउँ न, मैले सबै क्वेसन क्लियर गरिदिन्छु है, तिम्रो मनमा कुनै पनि क्वेसन हुँदैन कि, यति कुरा दिमागमा राख है। डिपिडी भनेको के हो भन्दा मुभमेन्ट अफ वाटर कहाँदेखि कहाँ हुन्छ भनेर क्वेसन सोध्छ। डिपिडी भनेको के हो पहिला त्यो बुझ। डिपिडी इज द मेजर अफ सकिङ पावर। के को मेजर हो अरे, सकिङ पावरको मेजरमेन्ट हो भनेर तिमीले बुझ्नु पर्यो। जब तिमीले सल्युट राख्यौ, when we add solute to pure solvent, when we add solute to प्योर सल्भेन्ट, प्योर सल्भेन्टमा जब तिमी सल्युट एड गर्छौ, डिपिडी डिक्रिज हुन्छ भनेर बुझ्नु पर्यो। के बुझ्नु पर्यो, डिपिडी डिक्रिज हुन्छ। र वाटरको मुभमेन्ट जहिले पनि लो डिपिडी टु हाई डिपिडी हुन्छ भनेर बुझ्नु पर्यो। के हुन्छ अरे, लो डिपिडी टु हाई डिपिडी हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। एउटा रिलेसन मैले तिमीलाई सिकाउँछु, रिलेसन बिट्विन डिपिडी अस्मोटिक प्रेसर एन्ड टर्गर प्रेसर। डिपिडी अस्मोटिक प्रेसर र टर्गर प्रेसरको कुरा हामीले गर्छौँ। ल मलाई भन एउटा रिलेसन कसैलाई थाहा छ, डिपिडी बराबर के हुन्छ, एनीवन? डिपिडी बराबर के हुन्छ? डिपिडी इक्वल्स टु होइन, ओपी
ओपी माइनस टिपी हुन्छ है। अस्मोटिक प्रेसर माइनस टर्गर प्रेसर भनेको के हुन्छ हाम्रो डिपिडी हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। बाबु हेर, कुनै पनि फ्ल्यासिड सेलमा है तिमीलाई क्वेसन के सोध्छ भन्दा इनिसियली इन अ फ्ल्यासिड सेल, कुनै पनि फ्ल्यासिड सेलमा यो टर्गर प्रेसर चाहिँ किन आउँछ अरे अस्मोसिसको कारण जेनरली आउँछ, वाटरको प्रेसरको कारण जेनरली आउँछ भनेर तिमीले बुझ्नु पर्यो। कुनै पनि फ्ल्यासिड सेलमा, फ्ल्यासिड सेल भनेको जुन सेलमा स्वेलिङ भएको छैन, कुनै पनि फ्ल्यासिड सेलमा सुरुमा टर्गर प्रेसर चाहिँ 0 हुन्छ। के हुन्छ अरे टर्गर प्रेसर चाहिँ 0 हुन्छ भनेर बुझ्नु पर्यो। अब यो टर्गर प्रेसर 0 छ भने डिपिडी इक्वल्स टु ओपी माइनस टिपी हामीले लेख्न सक्छौँ। डिपिडी इक्वल्स टु कति हुन्छ ओपी माइनस 0 द्याट इज ओपी। यता हेर डिपिडी इक्वल्स टु ओपी भयो, कति बेला हुन्छ अरे इट अकर्स इन अ फुल्ली फ्ल्यासिड सेल भनेर बुझ्नु पर्यो। तर तिमीलाई क्वेसन सोध्यो वाट ह्यापेन्स इन फुल्ली टर्गिड सेल। फुल्ली टर्गिड सेलमा के हुन्छ भाइ पनि ध्यान देऊ, टर्गिड सेल छ भने टर्गर प्रेसर इज इक्वल टु अस्मोटिक प्रेसर हुन्छ। यति बेला चाहिँ डिपिडी इक्वल्स टु ओपी माइनस टिपी, यसलाई दुईटालाई काट्देऊ, कति हुन्छ डिपिडी को भ्यालु चाहिँ तिम्रो 0 आउँछ। दिस इज द लोएस्ट भ्यालु अफ डिपिडी भनेर तिमीले बुझ्नु पर्यो। के बुझ्नु पर्यो अरे लोएस्ट भ्यालु अफ डिपिडी कति बेला हुन्छ जब सेल चाहिँ फुल्ली टर्गिड हुन्छ भनेर बुझ्नु पर्यो। र यो क्वेसन चाहिँ एकचोटि निटमा सोधेको पनि क्वेसन हो, यो पनि क्वेसन एकचोटि निटमा सोधेको क्वेसन हो, दुईटै क्वेसन निटमा सोधिसकेको क्वेसन हो। यता हेर डिपिडी इज इक्वल टु अस्मोटिक प्रेसर माइनस टर्गर प्रेसर भनेर भन्छौँ। ल फास्ट भएछ बाबु भन त कसैले, फास्ट भएको छ हो। हामीले धेरै क्वेसन गर्नु छ है, लगभग मैले 40 वटा जति क्वेसन राखेको छु यो प्लान्ट वाटर रिलेसनमा। यो पेजमा गएन भने भ्याउँदैन है। अब तिमीहरूको एक्जामको धेरै टाइम पनि छैन, मैले के चाहन्छु भन्दा जति छिटो सिलेबस भ्यायो त्यति तिमीलाई अझ धेरै अब अर्को हिसाबको क्वेसन गराउन पाइयो नि त। ओके फास्ट भएको छ, अलिकति स्लो पढाइदिन्छु, केही भएन। यता हेर डिपिडी भनेको के, ल बुझिरहेको छैनौ बहिनी भन त, फास्ट भए पनि बुझा छैनौ। ओके बुझेपछि त भइगयो नि, बुझेपछि त कुरा क्लियर भइहाल्यो। रेकर्डिङ हेर्ने पछि फेरि हेर्न मन लाग्यो 2x लाउने रेकर्डिङ हेर्ने है। ल बुझ्नु पर्यो है, जे भने फास्ट भयो नि स्लो भयो नि सबै गइरहेको छैन दिमागमा। ल जहाँनिर गएको छैन त्यहाँनिर भन, फेरि मैले रिपिट गरिदिन्छु। यता मैले अहिले के भनेको छु भन्दा डिपिडी भनेको सक्सन प्रेसर हो, डिपिडी भनेको ओपी माइनस टिपी हुन्छ। सेल फ्ल्यासिड छ सुरुमा त्यति बेला टर्गर प्रेसर 0 हुन्छ। यो भ्यालु हामीले रिप्लेस गर्यौँ फर्मुलामा भने डिपिडी को भ्यालु अस्मोटिक प्रेसरको बराबर आउँछ, निटमा सोधेको क्वेसन हो। सेल फुल्ली टर्गिड छ भने टर्गर प्रेसर र अस्मोटिक प्रेसर बराबर हुन्छ, डिपिडी को भ्यालु 0 आउँछ। दिस इज द लोएस्ट पोसिबल भ्यालु अफ डिपिडी इन अ फुल्ली टर्गिड सेल। दिस क्वेसन हेज अल्सो बिन टेस्टेड इन नीट इन्ट्रान्स एक्जामिनेसन है। नेक्स्ट क्वेसन हेर डिपिडी इज इक्वल टु ओपी माइनस टिपी सिकाइसकेको कुरा हो। ल यो बहुत बवाल क्वेसन छ। ल जसले यो क्वेसन मिलायो त्यो चाहिँ जिनियस है। ल मिलाउ त यो क्वेसन एनीवन। ल च्याट जीपीटी फेरि हान्ने होइन है, बहुत राम्रो क्वेसन छ, बहुत मेहनतले यो क्वेसन छानेको छु बाबु, निटमा सोधेको क्वेसन हो है, निटमा सोधेको क्वेसन हो। एउटा क्वेसनले चाहिँ सबै क्वेसनको कन्सेप्ट भन्छ। ल भन एनीवन, ल ट्राई गर, मैले तिमीलाई 1 मिनट टाइम दिन्छु। 56 भइरहेछ, 57 सम्म तिमीले ट्राई गर, फेरि सक्यौ भने सक्यौ है। ल भन ओके ट्राई गर। ओके अप्सन ए पनि भन्दैछौ, अप्सन बी पनि भन्दैछौ। लो टू हाई डिपिडी अप्सन ए, मुभमेन्ट अफ वाटर फ्रम लो टू हाई डिपिडी, भेरी गुड है, अप्सन ए इज द करेक्ट एन्सर। ओके धेरैजनाले करेक्ट एन्सर दिएको छौ। कसरी गर्यौ ल अनम्युट गरेर भन त बाबु, ल कसरी गर्यौ भन त। दुईटैको डिपिडी निकाल्ने ओपी माइनस टिपी गरेर अनि लो टु हाई। भेरी गुड है, पर्फेक्ट। ल गर्ने नै त्यसरी हो। ए र बी को हामीले के निकाल्छौँ, ए र बी को हामीलाई अस्मोटिक प्रेसर दिएको छ 10 एटिएम होला है, 10 एटिएम छ। अस्मोटिक प्रेसर अफ ए चाहिँ 10 एटिएम। ल यता हेर
अस्मोटिक प्रेसर ए को दिएको छ, बी को पनि दिएको छ, बी को कति छ अरे 8 एटीएम दिएको छ। टर्गर प्रेसर कति दिएको छ, ए को टर्गर प्रेसर भनेको 3 एटीएम है, 7 एटीएम सरी 7 एटीएम। बी को टर्गर प्रेसर कति छ अरे बाबु, बी को टर्गर प्रेसर भनेको 3 एटीएम छ। यता हेर हामीले के निकाल्छौँ अरे, हामीले निकाल्छौँ डिपिडी। डिपिडी कस्तो के हुन्छ, ओपी माइनस टिपी। यहाँ पनि हामीले ओपी माइनस टिपी गर्छौँ। भ्यालु निकाल्यौ भने कति हुन्छ, यसमा कति आउँछ 3 एटीएम आउँछ, यहाँनिर चाहिँ कति आउँछ 5 एटीएम आउँछ। एज वी अल नो डिपिडी इज अलवेज, डिपिडी वाटरको मुभमेन्ट जहिले पनि कहाँदेखि कहाँ हुन्छ अरे, लो डिपिडी टु हाई डिपिडीमा हुन्छ। ए देखि बीमा भयो पर्फेक्ट एन्सर है, अप्सन ए इज करेक्ट भनेर हामीले भन्छौँ। ल अर्को क्वेसन हेर, वाटर पोटेन्सियल अफ प्योर वाटर इज भनेर क्वेसन सोधेको छ। ल भन भन, वाटर पोटेन्सियल अफ प्योर वाटर। ओके, अप्सन सी बोथ ए एन्ड बी। ल अरूले पनि ट्राई गर। ल बोथ ए एन्ड बी है। अस्मोटिक प्रेसर अफ प्योर वाटर पनि 0 हुन्छ, वाटर पोटेन्सियल अफ प्योर वाटर पनि 0 हुन्छ है। अप्सन सी इज करेक्ट भनेर हामीले भन्छौँ। यो वाटर पोटेन्सियल भनेको के हो त, वाटर पोटेन्सियल भनेको फ्री इनर्जी पर मोल अफ वाटर मोलिक्युल हो। के हो अरे, फ्री इनर्जी पर मोल अफ वाटर मोलिक्युल भनेर तिमीले बुझ्न सक्छौ। फ्री इनर्जी पर मोल अफ वाटर मोलिक्युल हामीले के भन्छौँ, वाटर पोटेन्सियल भनेर भन्छौँ। जेनरली कति हुन्छ भन्दा वाटर पोटेन्सियल यो यसलाई चाहिँ हामीले एउटा साइनले डिनोट गर्छौँ बाबु, यो साइन हो, साइनको नाम म बिर्सेँ है, इज इक्वल टु माइनस डिपिडी भनेर बुझ्नु पर्यो है। वाटर पोटेन्सियल चाहिँ माइनस डिपिडी, यो डिफ्युजन प्रेसर डिफिसिटको नेगेटिभसँग इक्वल हुन्छ भनेर तिमीले बुझ्न सक्छौ। प्योर वाटरको 0 हुन्छ, यति कुरा बुझ्यो भने कुरा सक्यो। ल यता अर्को एउटा इम्पोर्टेन्ट कन्सेप्ट छ, अस्मोसिस कहाँदेखि कहाँ हुन्छ भन्ने कुरा। ल अहिलेसम्म हामीले के पढेको छौँ अरे, अस्मोसिसको कुरा मैले तिमीलाई भने, आइसोटोनिक हाइपोटोनिकको कुरा भने। अस्मोसिस कहाँदेखि कहाँ हुन्छ भनेर बुझ्नलाई लो अस्मोटिक प्रेसर टु हाई अस्मोटिक प्रेसर एउटा कुरा, फर्स्ट कुरा है। यो क्वेसन तिम्रो सीमा पनि सोधेको क्वेसन हो, इफ आई रिमेम्बर रिसेन्टली सोधेकै क्वेसन हो है। हाई वाटर पोटेन्सियल टु लो वाटर पोटेन्सियल और हाई वाटर कन्सन्ट्रेसन टु लो वाटर कन्सन्ट्रेसन हामी सबैलाई थाहा भएको कुरा हो। हाई फ्री इनर्जी टु लो फ्री इनर्जी, डाइल्युट सल्युसन टु कन्सन्ट्रेटेड सल्युसन। डाइल्युटमा सोल्युट कम हुन्छ, कन्सन्ट्रेटेडमा सोल्युट धेरै हुन्छ। लो सोल्युट टु हाई सोल्युट भन्न खोजेको खासै गाह्रो कुरा छैन। हाइपोटोनिक टु हाइपोटोनिक त्यही कन्सेप्ट लगाउन सक्छौ, हाइपोटोनिकमा सोल्युट कम छ, हाइपोटोनिकमा सोल्युट धेरै छ, यसरी मुभमेन्ट हुन्छ। टर्गिट टु फ्ल्यासिड सेल, टर्गिट भनेको जुन सेलमा पानी छ, फ्ल्यासिड सेल भनेको पानी निस्केको सेल, हेर टर्गिटदेखि फ्ल्यासिडमा जान्छ। अस्मोटिकली इनएक्टिभ टु एक्टिभ सेलमा, यो बहुत इम्पोर्टेन्ट कन्सेप्ट छ है, निटमा सोधेको क्वेसन बाबु हेर। अस्मोटिकली इनएक्टिभ भनेको के हो, अस्मोटिकली इनएक्टिभदेखि एक्टिभमा जान्नु भन्नुको मतलब जुन सेलमा वाटरको पोटेन्सियल लो छ त्यो चाहिँ अस्मोटिकली एक्टिभ हुन्छ भनेर बुझ्नुपर्छ, जसमा वाटरको पोटेन्सियल हाई छ त्यो अस्मोटिकली इनएक्टिभ हुन्छ भनेर बुझ्नुपर्छ। यसरी चाहिँ मुभमेन्ट हुन्छ। लो डिपिडी टु हाई डिपिडीको कुरा मैले तिमीलाई सिकाइहालेँ। ल यता हेर, अब एउटा कन्सेप्टको कुरा हामीले पढ्छौँ। के पढ्छौँ भन्दा आइसोटोनिक हाइपोटोनिक र हाइपरटोनिक कुरासँग रिलेटेड मैले तिमीलाई 3टा टपिक पढाउँछु। के पढाउँछु अरे, एउटा मैले तिमीलाई पढाउँछु, एउटा टपिक मैले तिमीलाई पढाउँछु इन्डोअस्मोसिस, अर्को पढाउँछु एक्जोअस्मोसिस, अर्को के पढाउँछु अरे प्लाज्मोलाइसिस भनेर पढाउँछु। ल प्लाज्मोलाइसिस र एक्जोअस्मोसिस चाहिँ एउटै कुरा है। 1 नम्बरमा भाइ बहिनीहरू लेख इन्डोअस्मोसिस। इन्डोअस्मोसिस कति बेला हुन्छ अरे, कति बेला हुन्छ भन्दै त, कति बेला हुन्छ, यति बेला चाहिँ सेल के हुन्छ, सेल स्वेल हुन्छ भन्ने कुरा हामीले थाहा छ, द्याट इज सेल बिकम्स टर्गेट। सेल कस्तो हुन्छ अरे, सेल बिकम्स सेल टर्गेट हुन्छ भनेर बुझ्नु पर्यो। अब यस्तो सेललाई हामीले कस्तो सेल भन्छौँ भन्दा इट इज नोन एज, अल्सो नोन एज डिप्लाज्मोलाइज सेल भनेर जान, डिप्लाज्मोलाइज्ड सेल भनेर बुझ्नुपर्छ। प्लाज्मोलाइसिस भनेको सेलको भित्रबाट जब वाटर आउँछ द प्रोसेस इज एक्जोस्मोसिस भनेर बुझ्नु पर्यो है। इन्डोअस्मोसिसबाट बनेको सेललाई हामीले डिप्लाज्मोलाइज सेल भनेर बुझ्छौँ। बहुत इम्पोर्टेन्ट कुरा छ है। कति बेला हुन्छ, when सेल इज प्लेस्ड इन हाइपोटोनिक हो कि हाइपोटोनिक होला भन त, कति बेला इन्डोअस्मोसिस हुन्छ। भेरी गुड है,
हाइपोटोनिक सल्युसनमा जब हामीले राख्छौँ द सेल स्वेल्स इन्डोअस्मोसिस अकर्स भनेर बुझ्नु पर्यो है। यति कुरा तिमीले बुझ्नु पर्यो। अर्को हेर, अर्को हुन्छ इक्जो अस्मोसिस। के हुन्छ अरे? इक्जो अस्मोसिस। यसलाई हामीले के पनि भन्छौँ भन्दा यसलाई हामीले प्लाज्मोलाइसिस भनेर पनि भन्छौँ। प्लाज्मोलाइसिस यो कति बेला हुन्छ भन त? वेन सेल इज प्लेस्ड इन, वेन सेल इज प्लेस्ड इन, भेरी गुड है, प्लेस्ड इन हाइपरटोनिक सल्युसन। जब हामीले सेललाई हाइपरटोनिक सल्युसनमा राख्छौँ त्यति बेला हुन्छ इक्जो अस्मोसिस। यसको कारण चाहिँ के हुन्छ भन्दा द सेल बिकम्स फ्ल्यासिड। सेल के हुन्छ अरे? सेल बिकम्स फ्ल्यासिड भनेर तिमीले बुझ्नु पर्यो। ड्यू टु श्रिङ्किङ। के को कारण हुन्छ फ्ल्यासिड अरे? ड्यू टु श्रिङ्किङको कारण हुन्छ। अभियसली सेलको भित्रबाट प्रोटोप्लाज्महरू लिक भइरहेछ, सेल श्रिङ्क हुन्छ, फ्ल्यासिड सेल हुन्छ भनेर हामीले भन्छौँ। यसलाई चाहिँ हामीले के भन्छौँ भन्दा इट इज अल्सो नोन एज प्लाज्मोलाइज्ड सेल। प्लाज्मोलाइज्ड सेल भनेको कस्तो सेल हो? प्लाज्मोलाइज्ड सेल भनेको कस्तो सेल हो? इक्जो अस्मोसिस भएको सेल हो भनेर तिमीले बुझ्न सक्नु पर्यो है। यति कुरा बुझेछौ? अघि एउटा बहिनीले क्वेसन सोधेको थियो, एउटा हामीले के पर्यो? इन्डोअस्मोसिस पर्यो, अर्को इक्जोअस्मोसिस पर्यो, अर्को कुरा हुन्छ हेर आइसोटोनिक सल्युसनको कुरा गर्छौँ। हाइपोटोनिक हाइपोटोनिकको मैले भने आइसोटोनिकमा के हुन्छ त? आइसोटोनिक सपोज है, आइसोटोनिकमा त जेनरली मुभमेन्ट हुँदैन। अब आइसोटोनिक सेल कति बेला हुन्छ भनेर तिम्रो एक्जाममा एकचोटि सोधेको क्वेसन के हो भन्दा 0.9% NaCl और 0.9% सेलाइन भनेर भन्छ है। यसमा तिमीले सेललाई राख्यौ भने इट इज अ आइसोटोनिक सल्युसन भनेर बुझ्नुपर्छ। यहाँनिर कुनै पनि मुभमेन्ट हुँदैन। तर तिमीले कुनै सेललाई यदि ब्लडमा राख्यौ, केमा राख्यौ अरे? ह्युमन ब्लडमा राख्यौ भने जहिले पनि के याद राख भन्दा यो ब्लडको अस्मोलारिटी जुन छ त्यो चाहिँ हाई हुन्छ। अस्मोलारिटी भनेको के हो? सल्युटको कन्सन्ट्रेसन हो भनेर जान। ब्लडको अस्मोलारिटी हाई छ, हाई छ भन्नुको मतलब हाइपरटोनिक सल्युसन छ। भाइ बहिनी हेर त, यदि हाइपरटोनिक सल्युसन छ भने हामीले हाइपरटोनिक सल्युसनमा सेललाई राखेको छौँ त्यति बेला के भएको छ भन त? प्लाज्मोलाइसिस भएको छ हो, इक्जोस्मोसिस भएको छ। भन्नुको मतलब वाटर मुभ्स आउट अफ सेल भनेर बुझ्नु पर्यो। जब हामीले ब्लडमा राख्छौँ वाटर मुभ्स आउट अफ सेल भनेर बुझ्नु पर्यो। भोलि पर्सि एमबिबिएस पढ्दा थाहा हुन्छ यो ब्लडको अस्मोलारिटी चाहिँ जेनरली 300 मिली अस्मोल हुन्छ। कति हुन्छ अरे? 300 मिली अस्मोल हुन्छ। नट सो इम्पोर्टेन्ट, तिमीहरूको लेभलमा अहिले चाहिँदैन, तर पनि जानिराख है, तर पनि जानिराख। 300 मिली अस्मोल पर लिटर हुन्छ, खासै इम्पोर्टेन्ट छैन, तर यति कुरा तिमीले बुझ्न सक्नुपर्छ। जेनरली ब्लडमा हामीले राख्यौँ भने के हुन्छ? सेलको सब्सटान्सहरू लिक हुन्छ, सेल श्रिङ्क हुन्छ भनेर बुझ्नु पर्यो। के हुन्छ अरे? द सेल, द प्लान्ट सेल श्रिङ्क हुन्छ भनेर बुझ। अर्को सेलाइनमा तिमीले राख्यौ भने 0.9% सेलाइनमा केही पनि हुँदैन। ल भाइ बहिनी कुरा क्लियर छ? अघि कसले क्वेसन सोधेको थियो? बहिनी क्लियर भयो? बहिनी हो कि भाइ हो? ल कसले क्वेसन सोधेको थियो? ओके, भाइले सोधेको थियो। ल बाबु क्लियर भयो कुरा? भन त विवास भाइ, कुरा क्लियर भयो? इट सुड बी क्लियर है, भेरी गुड। ल अगाडि बढौँ। अर्को क्वेसन हेर, इन्स्ट्रुमेन्ट टु मेजर वाटर पोटेन्सियल इज। यो पनि बहुत इम्पोर्टेन्ट कुरा छ। इन्स्ट्रुमेन्टहरूको क्वेसन पनि जेनरली सोधि नै रहन्छ। टेन्सियोमिटर भनेको के हो? अस्मोमिटर भनेको के हो? अक्जानोमिटर भनेको के हो? पोटोमिटर भनेको के हो? ल यति कुरा चाहिँ मिलाऊ, कुरा सकिन्छ। ओके, अप्सन डी भनेर भन्दैछौ पोटोमिटर है। के को अरे? वाटर पोटेन्सियलको मैले सोधेको छु। ल पोटोमिटर भनेर तिमीले भन्यौ। ओके, यता हेरौँ, पहिला क्वेसनतिर जाऊँ। पोटोमिटर चाहिँ हुँदैन होला है जस्तो मलाई लाग्छ। ल पहिला हेर, टेन्सियोमिटर भनेको के हो? टेन्सियोमिटर भनेको के होला? कसैले भन त? एनीवन, व्हाट डु यु मिन बाइ टेन्सियोमिटर? यता हेर, टेन्सियोमिटर भनेको वाटर पोटेन्सियल मेजर गर्ने इन्स्ट्रुमेन्ट हो। आजदेखि याद राख्ने, मैले के भने अरे? टेन्सियोमिटर इज द इन्स्ट्रुमेन्ट टु मेजर वाटर पोटेन्सियल। देन वाट इज अस्मोमिटर? एनीवन? अस्मोमिटर के को लागि हुन्छ? नामबाट कुरा क्लियर छ हेर। अस्मोटिक प्रेसर मेजर गर्नलाई हामीले युज गर्छौँ। ओके, भेरी गुड। अस्मोसिस अर अस्मोटिक प्रेसर। ओके, अस्मोसिस पनि मैले लेखिदिएँ। ल अक्जानोमिटर भनेको के होला? कसैले भन त? अक्जानोमिटर भनेको के हो? ग्रोथ मेजर गर्नलाई, ग्रोथ मेजर गर्नलाई युज गर्ने इन्स्ट्रुमेन्ट हो अक्जानोमिटर। केयु र आइओएममा सोधेको क्वेसन हो, याद राख्ने, बहुत इम्पोर्टेन्ट छ। पोटोमिटर भनेको के होला? एनीवन, वाट डु यु मिन बाई पोरोमिटर? एउटा हेर, पोटोमिटर हुन्छ, एउटा अर्को के हुन्छ अरे? पोरोमिटर पनि हुन्छ। पोटोमिटर भनेको रेट अफ ट्रान्सपिरेसन। भेरी गुड है। पोटोमिटर भनेको रेट अफ ट्रान्सपिरेसन मेजर गर्नलाई हामीले युज गर्छौँ भने पोरोमिटर चाहिँ हामीले साइज अफ एस्टोमाटा मेजर गर्नलाई युज गर्छौँ। के गर्छौँ अरे? साइज अफ एस्टोमाटल अर एस्टोमाटाको पोर मेजर गर्नलाई हामीले पोरोमिटर भन्ने
इन्स्ट्रुमेन्ट चाहिँ युज गर्छौ। यति कुरा तिमीले बुझ्नु पर्यो। एउटा अर्को इन्स्ट्रुमेन्टको बारेमा पनि मैले भनिदिन्छु। म्यानोमिटर भनेको के होला भन्न? एनीवन, वाट डु यु मिन बाई म्यानोमिटर? के को लागि युज हुन्छ अरे बाबु भन त, कसैलाई थाहा छ भने? रुट प्रेसरको लागि है। रुट प्रेसरको लागि युज हुने इन्स्ट्रुमेन्ट कुन हो? इट इज म्यानोमिटर। अर्को पनि जानिराख, बोनस पोइन्ट, हाइग्रोमिटर भनेको के हो? हाइग्रोमिटर भनेको के हो भन्दा एटमोस्फियरमा भएको रिलेटिभ ह्युमिडिटीलाई मेजर गर्ने इन्स्ट्रुमेन्ट हो। केमिस्ट्रीमा पढ्छौ, बायोलोजीमा त्यस्तो धेरै चाहिँदैन है। यति कुरा बुझेछौ भने इन्स्ट्रुमेन्टको यो प्लान्ट वाटर रिलेसनबाट कुनै पनि क्वेसन बिग्रिँदैन है। अर्को क्वेसन हेर, मिनिमम डिपिडी इज प्रेजेन्ट इन, ओके ल भर्खर सिकाएको कुरा हो। जिरो कति बेला हुन्छ अरे बाबु भन त? मिनिमम डिपिडी कति बेला हुन्छ? टार्गेट सेलको बेला हुन्छ, जिरो हुन्छ नि। टार्गेट सेलको बेला के हुन्छ अरे? डिपिडी इक्वल्स टु, ओके भेरी गुड है, ओपी माइनस टिपी हामीले गर्यौँ। यति बेला चाहिँ के भएको थियो? दुईटै बराबर हुन्छ, जिरो हुन्छ, बुझ्नु पर्यो। प्लाज्मोलाइसेलमा के हुन्छ? प्लाज्मोलाइसेलमा के हुन्छ अरे? म्याक्सिमम डिपिडी हुन्छ, म्याक्सिमम हुन्छ भनेर बुझ्नु पर्यो। बिपी केएचएसमा पनि एकचोटि सोधेको क्वेसन है, निट सँगसँगै बिपी केएचएसमा पनि सोधेको क्वेसन हो। अगाडि बढौँ ल, इन्स्ट्रुमेन्टको कुरा मैले तिमीलाई भनिहालेँ। Which of the following is not possible in dead cell? Okay, very important question है। डेड सेलमा कुन हुँदैन बाबु भन त, कसैलाई थाहा छ भने? एनीवन? डेड सेलमा कुन हुँदैन? अस्मोसिस। अस्मोसिस भनेर भन्नु ल। ओके, अरूले ट्राई गर। ओके, अप्सन सी अस्मोसिस भनेर भन्दैछु। प्लाज्मोलाइसिस। ओके, यता हेर, तिमीले के बुझ्नु पर्यो भन्दा यो प्लाज्मोलाइसिस भनेको के हो अरे? सेलको भित्रबाट यदि लिक्विड लिक भएको छ, सेलको प्रोटोप्लाज्महरू लिक भएको छ भने त्यसलाई हामीले प्लाज्मोलाइसिस भनेर भन्छौँ। श्रिङ्किङ अफ सेल हो। प्लाज्मोलाइसिस भनेको के हो अरे? श्रिङ्किङ अफ सेल हो। कति बेला हुन्छ? हाइपोटोनिक सल्युसनमा हुन्छ, हामीलाई थाहा भएको कुरा हो। अब हेर, यो प्लाज्मोलाइसिस जुन छ नि, प्लाज्मोलाइसिस हुन्छ, यसले चाहिँ लिभिङ अर डेड हो सेल भन्ने कुरालाई डिटरमाइन गर्छ। के गर्छ अरे? लिभिङ अर डेड हो भन्ने कुरालाई डिटरमाइन गर्छ। किन डिटरमाइन गर्छ भन्दा यो प्लाज्मोलाइसिसले डिटरमाइन गर्छ अस्मोटिक प्रेसर। यदि अस्मोटिक प्रेसर छ भने वाटरको मुभमेन्ट हुन्छ, अस्मोटिक प्रेसर छैन भने वाटरको मुभमेन्ट हुँदैन। अब यो डेड सेल छ भने त्यसमा अस्मोटिक प्रेसर जेनरली एब्सेन्ट हुन्छ, प्लाज्मोलाइसिस हुँदैन भनेर तिमीले बुझ्नु पर्यो है। डेड सेलमा के हुन्छ अरे? प्लाज्मोलाइसिस हुँदैन भनेर हामीले बुझ्न सक्छौ। ल, यति कुरा बुझ्यौ भने अर्को एउटा सीमा सोधेको क्वेसन हो, युज अफ एक्सेसिभ फर्टिलाइजर। हामीले धेरै फर्टिलाइजर युज गर्यौँ भने प्लान्ट मर्छ। वाइ डज द प्लान्ट डाई? प्लान्ट किन मर्छ अरे? कसैलाई थाहा छ भन त? युज अफ एक्सेसिभ फर्टिलाइजरले गर्दा प्लान्ट मर्छ। किन मर्छ भन्ने कुरा कसैलाई थाहा छ भने भन। ओके, भेरी गुड है, इट इज ड्यू टु प्लाज्मोलाइसिस। प्लाज्मोलाइसिसको कारण हुन्छ प्लान्टको एक्स्ट्रा श्रिङ्किङ हुन्छ, जसले गर्दा चाहिँ प्लान्ट मर्छ भनेर बुझ्नु पर्यो। यति कुरा बुझ्यौ भने कुरा सजिलो हुन्छ। किन यस्तो हुन्छ भन्दा फर्टिलाइजर भनेको कन्सन्ट्रेटेड सल्युसन हो, हाइपोटोनिक हो, हाइपोटोनिकमा प्लान्ट सेल राख्यो भने प्लान्ट मर्छ भनेर बुझ्नु पर्यो है। अर्को इम्पोर्टेन्ट क्वेसन, एक्जाममै सोधेको क्वेसन हो, ब्याक्टेरिया क्यानट ग्रो इन साल्टेड पिकल है। ब्याक्टेरिया क्यानट ग्रो इन साल्टेड पिकल बिकज। साल्टेड पिकलमा ब्याक्टेरिया किन ग्रो हुँदैन? कसैलाई थाहा छ भने भन। ओके, भेरी गुड, यसको पनि एन्सर प्लाज्मोलाइसिस नै हुन्छ। अब सबै प्लाज्मोलाइसिस छ भनेर भने आऊ भने गलत छ, अब थाहा भएर भनेको भने सही छ है। यता हेर, ब्याक्टेरिया चाहिँ किन ग्रो हुँदैन साल्टेड पिकलमा? प्लाज्मोलाइसिस हुन्छ, ब्याक्टेरियाको श्रिङ्किङ हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। क्विकेस्ट मेथड टु डिटरमाइन वेदर द सेल इज लिभिङ अर डेड भनेर पनि क्वेसन सोध्यो भने इट इज प्लाज्मोलाइसिस भनेर तिमीले भन्न सक्नुपर्छ। कतै नोटमा एड गरिहाल, इट इज द क्विकेस्ट मेथड टु डिटरमाइन whether the cell is, अब स्पेलिङ यताउता दायाँ बायाँ मिलाऊ है, सेल इज लिभिङ अर डेड। अब त म डक्टरहरूलाई पढाइदिन्छु नि बाबु, तिम्रो डक्टर इन्जिनियर बन्ने मान्छे है, डक्टर बिडिएस एमबिबिएस पढ्छौ भोलि पर्सि, अब यस्तो सानोतिनो कुरा चाहिँ स्टुडेन्टले गर्नुपर्छ है। ल, इम्बिटेसन क्यापेसिटी इज हाइएस्ट इन भनेर क्वेसन सोधेको छ। ल भन, पहिला यो बुझ्नु पर्यो इम्बिटेसन भनेको के हो है। यता हेर, इम्बिटेसन भनेको के हो भन्दा इन्डोस्मोसिस हो भनेर जान। के हो अरे? इन्डोस्मोसिसको इक्जाम्पल हो इम्बिटेसन भनेर तिमीले बुझ्न सक्छौ। वाट इज इम्बिटेसन? इट इज द एब्जर्प्सन अफ वाटर। इट इज अ एब्जर्प्सन अफ वाटर
जसले गर्दा चाहिँ के हुन्छ, भोल्युम अफ सब्स्टान्स इन्क्रिज हुन्छ। के हुन्छ अरे, भोल्युम अफ सब्स्टान्स इन्क्रिज हुन्छ। बाबु एउटा कुरा के ध्यान दिनु पर्यो भन्दा, के ध्यान दिनु पर्यो, कुनै पनि कुरामा है, कुनै पनि सेलमा लिभिङ अर डेड है, लिभिङ अर डक्टर भनेर लेख्दैछु, डक्टर डेडै हुन्छ है बाबु। ल, लिभिङ अर डेड भनेर लेख। ओके, भेरी गुड है। ल, डक्टर्स आर डेड है बाबु। अब भोलि पर्सि एमबिबिएस बिडिएस पढ्यो भने थाहा हुन्छ, बहुत हेक्टिक लाइफ हुन्छ है, बहुत हेक्टिक लाइफ हुन्छ। अब त्यस्तै हो, डेड डक्टर आर डक्टर्स है भनेर बुझ्नु पर्यो। ल, अर्को क्वेसन हेर, इन्भिटेसन क्यापेसिटी भनेको के हो? ल, मैले धेरै क्लास लिएको छु है, मैले आज 5 बजेदेखि क्लास लिइरहेको छु, त्यही भएर मेरो अलिक टङ स्लिप भएको छ, तलमाथि भएको छ, माइन्ड नगर्नु है बाबु। 5 घन्टादेखि लगातार पढाइरहेको छु है, त्यही भएर अलिअलि मिस्टेक हुन्छ, माइनर मिस्टेक है, सबैको हुन्छ त्यस्तो। ओके, इमिटेसन भनेको के हो? एब्जर्प्सन अफ वाटर हुन्छ टु इन्क्रिज भोल्युम अफ सब्स्टान्स, यसलाई चाहिँ हामीले इम्बिटेसन भनेर भन्छौँ। यता हेर, किन हुन्छ त, कसरी हुन्छ भनेर बुझ्नु पर्यो। कुनै पनि सेल छ, जेमा पनि है, कुनै पनि सेल छ भने अब यसमा वाटरको एब्जर्प्सन भइरहेछ भनेर हामीले भन्नु पर्यो। अब यहाँनिर पानी छ बाबु, हेर, यो माथि भएको चाहिँ सेल छ, तल के छ अरे, पानी छ, माथि भएको सेल छ। अब सुरुमा के हुनुपर्छ, सुरुमा त यो सेलको जुन आउटर सर्फेस छ त्यो त पानीको ड्रपलेटसँग टाँस्नु पर्यो नि, तब त पानी भित्र जान्छ। यो टाँस्ने प्रोसेसलाई हामीले के भन्छौँ भन्दा एडजर्प्सन भनेर भन्छौँ। के भन्छौँ? एब्जर्प्सन नभने है, देयर इज अ डिफरेन्स बिट्विन डी एन्ड बी है, एडजर्प्सन भनेर भन्छौँ। एडजर्प्सन भन्नुको मतलब के हो, कुनै पनि वाटर ड्रपलेटको मोलिक्युलसँग यदि यसको सर्फेस टाँसेछ भने त्यसलाई हामीले एडजर्प्सन भनेर भन्छौँ। क्रोमेटोग्राफीमा तिमीले पढ्यो होला, इन्ट्रान्सको कुरा मलाई याद आयो, क्रोमेटोग्राफी इज बेस्ड अन द प्रोसेस अफ सोच, एडजर्प्सनै हुन्छ है। कुनै कुरा टाँस्यो केमा, पानीमा, यसलाई हामीले एडजर्प्सन भनेर भन्छौँ। अब यो एडजर्प्सन भइसकेपछि अब पानी टसेर त मात्र भएन, पानी माथि पनि जानु पर्यो नि। अब सेलको भित्र पनि पानी जानु पर्यो, सेलभित्र स्टेट चेन्ज नहुने पनि एडजर्प्सन हो। केमिस्ट्रीको कुरा मलाई थाहा भएन बाबु, केमिस्ट्रीमा हेर है, त्यति कुरा चाहिँ मैले बिर्सिसकेँ, बोटनी चाहिँ पढाइराखेको हुन्छु, त्यही भएर याद छ है। ल, स्टेट चेन्ज पनि हुँदैन सायद है, अब त्यो मलाई थाहा भएन, याद भएन है, थाहा भएन भन्दा पनि याद भएन। यता हेर, एडजर्प्सन भन्नुको मतलब अब पानीको सर्फेससँग टस्यो, अब यो पानी माथि पनि जानु पर्यो नि, पानी माथि जाने प्रोसेस हुन्छ क्यापिलरी एक्सन। के हुन्छ अरे, क्यापिलरी एक्सन भनेर बुझ्नु पर्यो। फर्स्ट प्रोसेस एडजर्प्सन, सेकेन्ड प्रोसेस क्यापिलरी एक्सन। कतिजना छौ तिमीहरू? 33जना छौ, भोक लागिसक्यो हो। ल, यता दुईटा प्रोसेस हुन्छ इमिटेसनमा, एउटा एब्जर्प्सन एउटा क्यापिलरी एक्सन भनेर बुझ्न सक्छु। आइओमा सोधेको क्वेसन हो, त्यही भएर मैले मार्क गरिदिएँ। एब्जर्प्सन भन्ने कुरा चाहिँ निटमा सोधेको हो, दुईटै क्वेसन पास्ट इयर क्वेसनमा सोधिसकेको छ। ल, दुईटै इम्पोर्टेन्ट छ। ल, खाना खाइसक्यो, मैले खाएको छैन है, ल एकैछिन पढौँ त्यसपछि इन गरौँला क्लास। यता हेर, अब यो इमिटेसनमा तिमीले दुईटा अझै कुरा बुझ्नुपर्छ। एउटा हुन्छ इम्बिब्यान्ट, अर्को हुन्छ इम्बिबेट। इम्बिब्यान्ट र इम्बिबेट गरेर दुईटा कुरा हुन्छ। इम्बिब्यान्ट भनेको के हो भन्दा सब्स्टान्स विच एब्जर्ब्स, यस्तो सेल जसले एब्जर्ब गरिरहेछ, एब्जर्ब गरिरहेछ, त्यसलाई हामीले इम्बिब्यान्ट भनेर भन्छौँ। इम्बिबेट भनेको भन्दा के हुन्छ भन्दा, यस्तो सपोज वाटर भयो, वाटर इज इम्बिबेट भनेर तिमीले बुझ्नु पर्यो है, विच इज एब्जर्ब्ड भनेर तिमीले बुझ्नु पर्यो। जुन कुरा एब्जर्ब भइरहेछ त्यसलाई हामीले इम्बिबेट भन्छौँ, जसले एब्जर्ब गरिरहेछ त्यसलाई हामीले इम्बिब्यान्ट भनेर भन्छौँ। नट सो इम्पोर्टेन्ट, तर पनि जानिराख, कुनै कुरा मिस हुनु भएन मैले भनिदिएँ है। आज फुल च्याप्टर सकिन्छ, अब तिमीहरू भ्यायो भने सकिन्छ, पढ्न चाह्यौ भने। अब 33जना भइसक्यो, सुरुमा 45-46 कतिजना थियौ है। ल, अहिले 33जना छौ, पढ्यो भने मैले पढाइदिन्छु है, आम ओके विथ इट। ल, कति छ हेर त, अब खासै धेरै छैन, कतिवटा छ क्वेसन भन्दा, ल यति त हो। 34 क्वेसन छ, हामी कति नम्बरमा छौँ? ल, पढ्ने है, ल पढ, म्याक्सिमम भ्याम न, जति भ्याउँछ। अब तिमीहरूको, मेरो खाना भन्दा तिमीहरूको एक्जाम धेरै इम्पोर्टेन्ट हो है, बहुत क्रिटिकल फेज हुन्छ बाबु। हेर, मैले पनि सीको इन्ट्रान्स दिएको छु। अब यो कन्डिसन भनेको, ल इम्बिब्यान्टको कुरा मैले तिमीलाई भने। अब हेर, तिमीले के बुझ्नु पर्यो भन्दा, जेनरली चाहिँ म्याक्सिमम वाटर इम्बाइब्स गर्ने सब्स्टान्स कुन हो भनेर तिमीलाई क्वेसन सोध्छ। म्याक्सिमम वाटर इम्बाइब्स गर्ने सब्स्टान्स चाहिँ अगार के हो अरे, म्याक्सिमम वाटर इम्बाइब्स गर्ने सब्स्टान्स के हो, अगार हो भनेर बुझ्नु पर्यो। इट इम्बाइब्स
इम्बाइब्स म्याक्सिमम वाटर है, म्याक्सिमम वाटरलाई यसले इम्बाइब गर्छ। अब प्रोटिन स्टार्च र सेलुलोजमा तिमीलाई सम्झ्यौ भने पब्लिक सर्भिस कमिसन भनेर सम्झिने। के सम्झिने अरे? पब्लिक सर्भिस कमिसन पिएससी भनेर सम्झिने। पी भन्नुको मतलब प्रोटिन, एस भन्नुको मतलब स्टार्च, सी भन्नुको मतलब सेलुलोज है। पिएससी को यसरी चाहिँ हाई हुन्छ, सबसे हाई चाहिँ प्रोटिनको हुन्छ, त्यसपछि स्टार्चको हुन्छ, त्यसपछि सेलुलोजको हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। तिमीलाई अर्को पनि एउटा क्वेसन सोध्छ, विच इज द फर्स्ट प्रोसेस अफ सीड जर्मिनेसन है। सीड जर्मिनेसनको फर्स्ट प्रोसेस के हुन्छ भनेर तिमीलाई क्वेसन सोध्छ, तिमी बुझ्नुपर्छ इट इज इम्बिटेसन भनेर जान। आइओमा सोधेको क्वेसन हो, त्यही भएर मैले यहाँनिर मार्क गरिदिएँ है। यति कुरा बुझाछौ भने अगाडि बढौँ है। अब अगाडि बढौँ, अगाडि तिमीले के हेर्छौ भन्दा अर्को क्वेसन हेर, कम्प्लिटली अनएभाइलेबल वाटर एज भनेर क्वेसन सोधेको छ। अप्सन डी भन्दैछौ होलाट। ओके, अरूले ट्राई गर। ल अब एउटा अर्को क्वेसन के याद राख भन्दा यो इन्भिटेसन जुन छ नि, यो इन्भिटेसन जुन छ इट इज अ इक्जोथर्मिक प्रोसेस। कस्तो प्रोसेस हो अरे? इक्जोथर्मिक प्रोसेस हो। इक्जोथर्मिक भनेको के हुन्छ? हिट प्रड्युस गर्ने प्रोसेस हो। हिट प्रड्युस हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। आइओमा सोधेको क्वेसन हो है। कहाँ सोधेको अरे? आइओमा सोधेको क्वेसन हो, त्यही बेला मार्क गरिदिए, याद आयो भनिदिए है। इन्भिटेसन भनेको इक्जोथर्मिक प्रोसेस हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। ल भन यसको एन्सर भन। कम्प्लिटली अनएभाइलेबल वाटर कुन हुन्छ? ओके, फर्स्ट कुरा तिमीले बुझ्नु पर्यो, सोइलमा भएको वाटरलाई हामीले के भन्छौँ? बाबु हेर, टोटल वाटर कन्टेन्ट अफ सोइल भनेर तिमीलाई क्वेसन सोध्छ है। वाट इज द टोटल वाटर कन्टेन्ट अफ सोइल? सोइलको टोटल वाटर कन्टेन्टलाई हामीले भन्छौँ होलाड। के भन्छौँ अरे? यसलाई चाहिँ हामीले होलाड भनेर भन्छौँ। होलाडमा दुईटा कुरा पर्छ हेर, एउटा पर्छ इकार्ड, अर्को पर्छ चेसाट। के पर्छ अरे? इकार्ड र चेसाट पर्छ। इकार्ड भनेको के हो? इकोलोजीमा मैले यो फेरि पढाउँछु, अहिलेलाई जानिराख। इकार्ड भनेको के हो भन्दा वाटर अनएभाइलेबल फर प्लान्ट। जुन वाटर अनएभाइलेबल छ, अनएभाइलेबल फर प्लान्ट छ, त्यसलाई चाहिँ हामीले इकार्ड भनेर भन्छौँ। चेसाट भन्नुको मतलब के हो? एभाइलेबल टु प्लान्ट। एभाइलेबल टु प्लान्ट, यसलाई हामीले चेसाट भनेर भन्छौँ। होलाड भनेको एभाइलेबल प्लस अनएभाइलेबल वाटर जुन सोइलमा छ, त्यसलाई चाहिँ हामीले कम्बाइनली होलाड भनेर भन्छौँ। यति कुरा चाहिँ तिमीले बुझ्नु पर्यो। अर्को क्वेसन तिमीलाई सोध्छ, यता हेर, यसको एन्सर के हुन्छ पहिला त्यो भन। कम्प्लिटली अनएभाइलेबल वाटरलाई हामीले के भन्छौँ? पनि ध्यान दिऊ है, दुईटा अझै कुरा बुझ। यो तीनटा कुरा तिमीले बुझ्यौ, होलाड, इकार्ड र चेसाटको कुरा तिमीले बुझ्यौ। अब तिमीले के बुझ्नुपर्छ भन्दा हार्डली एभाइलेबल वाटरको क्वेसन सोध्यो। हार्डली एभाइलेबल वाटरको क्वेसन सोध्यो भने यु सुड नो ग्राभिटेसनल वाटर। हार्डली एभाइलेबल वाटर भनेर क्वेसन सोध्यो भने यु सुड नो ग्राभिटेसनल वाटर। कुन वाटर अरे? ग्राभिटेसनल वाटर। कम्प्लिटली अनअभाइलेबल वाटर सोध्यो भने यु सुड नो हाइग्रोस्कोपिक वाटर। हाइग्रोस्कोपिक वाटर आर कम्प्लिटली अनअभाइलेबल फर प्लान्ट भनेर तिमीले बुझ्नु पर्यो। होलाड चेसाटको कुरा मैले भनिदिएँ। होलाड भनेको के हो अरे? टोटल वाटर कन्टेन्ट अफ सोइल भनेर तिमीले बुझ्न सक्छौ। रेन वाटर के होला भन? रेन वाटरमा तिमीले के बुझ्न सक्छौ भन्दा इट इज मेनली अभाइलेबल वाटर फर एब्जर्प्सन है। एब्जर्प्सनको लागि सबसे धेरै एभाइलेबल हुने वाटर कुन हो? रेन वाटर हो। मस्ट इजिली भनेर तिमीलाई क्वेसन सोधेछ भने यु सुड गो फर क्यापिलरी वाटर। मस्ट इजिली एभाइलेबल वाटर भनेर क्वेसन सोध्यो, यु सुड अलवेज गो फर क्यापिलरी वाटर। भाइ पनि कुरा बुझाछौ भने बुझाछौ भने यस लेख। ओके, भेरी गुड। ल सबैले बुझाछौ? बुझ्नुपर्छ है, बहुत इम्पोर्टेन्ट टपिक छ बाबु। हेर, प्लान्ट फिजियोलोजीमा प्लान्ट वाटर रिलेसनमा पनि छ, इकोलोजीमा पनि छ है। अब दुईटा च्याप्टरमा भएको कन्सेप्ट कहीँ न कहीँबाट कतै न कतैबाट परिहाल्छ है, एक्जाममा आइहाल्छ, त्यही भएर जानिराख्ने। ल बुझे छैनौ भने भन, फेरि बुझाइदिन्छु। ओके, यता हेर, अब म केही प्लान्टको तिमीलाई नाम भन्छु, त्यसको अर्गेन अफ वाटर एब्जर्प्सन तिमीलाई भन्छु है। के भन्छु अरे? प्लान्टको नाम भन्छु, अर्गेन अफ वाटर एब्जर्प्सनको कुरा हामीले गर्छौँ। फर्स्ट प्लान्ट हेर बाबु, थ्यालोफाइटा एन्ड हाइड्रोफाइट्स। थ्यालोफाइटा भनेको एल्गी फंगाईहरु यी वाटर मध्ये चाहिँ धेरै वाटर मध्ये सबभन्दा प्योर वाटर कुन वाला हुन्छ सर? सबसे प्योर वाटर भनेको रेन वाटर भन्छ है बाबु। रेन वाटर इज द प्योरेस्ट फर्म अफ वाटर। बुझ्यौ? हजुर।
इफ पल्युसन छैन भने है, पल्युसन छैन भने रेन वाटर इज द प्योरेस्ट फर्म अफ वाटर भन्नुपर्छ। अब त्यो नर्मल यो त बुझेको कुरा हो नि, अब खानालाई पनि विच इज द मोस्ट प्योर फर्म अफ वाटर भनेर सोध्छ भने त्यो रेन वाटर हो नि त, किनकि अब इभ्यापोरेसनले बनेको हुन्छ, इभ्यापोरेसनमा वाटर ड्रपलेट मात्र माथि जान्छ। अब एयरमा पल्युसन छैन भने इट इज प्योर भनेर बुझ्नु पर्यो है। ल यता कुनै प्लान्टमा अर्गेन अफ एब्जर्प्सन कुन कुन हुन्छ भनेर जान्नु पर्यो। थालोफाइटा भनेको एल्गी फङ्गाईहरू जेनरली जसमा चाहिँ प्लान्ट बडी थालस छ, रुट स्टेममा डिफ्रेन्सिएट भएको छैन, तिनीहरूमा चाहिँ अर्गेन अफ एब्जर्प्सन इज जेनरल बडी सर्फेस भनेर बुझ्नु पर्यो है, जेनरल बडी सर्फेसबाट हुन्छ। लाइकेनमा चाहिँ राइजोमबाट हुन्छ, मार्केन्सियामा युनिसेलुलर राइजोइड, मसमा चाहिँ मल्टिसेलुलर राइजोइड। यता हेर अर्को पनि एमसिक्यू क्वेसन भन्छु, मार्केन्सियामा कस्तो राइजोइड हुन्छ भनेर पनि क्वेसन सोधिन्छ है, युनिसेलुलर हुन्छ, तिमीहरू बिर्स्या होला मलाई थाहा छ, फेरि पनि मार्क गरिहाल, यो केयुमा सोधेको क्वेसन हो। मसमा चाहिँ मल्टिसेलुलर राइजोइड हुन्छ, एम फर एम भनेर सम्झिने। फर्ममा के हुन्छ अरे फाइब्रस रुट हुन्छ, पाइनसमा माइक्रोराइजल रुट हुन्छ। र मलाई कसैले भन्दै त वाट डु यु मिन बाई माइक्रोराइजल रुट, कस्तो रुट हो भाइ बहिनी बोला बोला, माइक्रोराइजल रुट भनेको कस्तो रुट? रुट अफ हायर प्लान्ट प्लस फङ्गाईको एसोसिएसनलाई, फङ्गाई प्लस रुट अफ हायर प्लान्टलाई हामीले माइक्रोराइजल रुट भनेर भन्छौँ। भेरी गुड है, पाइनसमा पाउँछ, ओके पाइनसमा पाउँछ। अब मलाई भन्देऊ यो फङ्गाईले त के पायो अरे, सेल्टर पायो पाइनसमा, पाइनसलाई के फाइदा हुन्छ अरे यो फङ्गाईले गर्दा, पाइनसलाई के फाइदा हुन्छ, सिम्बायोटिक एसोसिएसन हो नि, सिम्बायोटिक भन्नुको मतलब त दुइटैलाई फाइदा हुनु पर्यो। सिम्बायोटिकमा यो फङ्गाईले चाहिँ सेल्टर पायो, आफ्नो वासस्थान पायो, तर पाइनसलाई के फाइदा हुन्छ, पाइनसलाई फाइदा हुने भनेको यो फङ्गाईले चाहिँ फस्फेट मेटाबोलिजममा हेल्प गर्छ। केमा हेल्प गर्छ अरे, फस्फेट मेटाबोलिजममा हेल्प गर्छ भनेर तिमीले बुझ्नु पर्यो, फस्फेट मेटाबोलिजममा है। यता हेर एउटा ठाउँमा मैले पढाउँदै थिएँ, एउटा भाइले क्वेसन के सोध्छ भन्दा, दाइ हजुरले त फस्फेट मेटाबोलिजम भन्नुभयो, किताबमा त फस्फेट एब्जर्प्सन भनेर दिएको थियो, त्यही कुरा हो न बाबु, अब एब्जर्भ गरेर मेटाबोलाइज गर्ने हो। कहिलेकाहीँ एमसिक्यूमा अप्सनमा के राखिदिन्छ भन्दा, यो मेटाबोलिजमको ठाउँमा एब्जर्प्सन भनेर पनि राखिदिन्छ है, नझुकिने फस्फेटको कुरा छ भने माइक्रोराइजल रुट लगाउँदा ढुक्कसँग हुन्छ है। यता हेर प्यारासाइटिक प्लान्टमा हस्टोरियल रुट हुन्छ, हायर प्लान्टमा रुट हेयर हुन्छ भनेर बुझ्नु पर्यो। इपिफाइटिक प्लान्टमा चाहिँ भेलामिन रुट हुन्छ भनेर तिमीले जान्नु पर्यो। अर्को क्वेसन हेर, यो पनि बहुत इम्पोर्टेन्ट क्वेसन छ, ओके ल भन, इफ प्लान्ट इज ग्रेडल एन्ड लेफ्ट फर फ्यु डेज द फर्स्ट स्ट्रक्चर टु डाई विल बी, के हुन्छ अरे भाइ पनि भन भन, अप्सन ए भनेर भन्दैछु, ओके अप्सन ए भनेर भन्दैछौ, बी भनेर पनि भन्दैछौ। यता हेर ग्रिडल गर्यो भने के बुझ्नुपर्छ भन्दा, यदि हामीले प्लान्टलाई ग्रिडल गर्यो भने खाना तलसम्म आउन सक्दैन, ग्रिडल गर्नु भनेको फ्लोएमलाई जेनरली ड्यामेज गर्नु हो। अब फ्लोएमलाई हामीले ड्यामेज गर्दियो भने खाना आउन सक्दैन, सबसे पहिले खाना कोनिर पुग्दैन अरे, रुटनिर पुग्दैन, किनकि सबसे तल हुन्छ। द फर्स्ट स्ट्रक्चर टु डाई विल बी रुट भनेर तिमीले सम्झिनु पर्यो। किन हुन्छ अरे, फुड क्यानट रिच रुट भनेर तिमीले जान्नु पर्यो। अर्को क्वेसन हेर, ट्रान्सपिरेसन पुल एन्ड कोहेसन टेन्सन थ्योरी वाज गिभन बाई, यो बहुत इम्पोर्टेन्ट टपिक छ, यो प्लान्ट वाटर रिलेसनको है। एक्सेन्ट अफ स्याप भन्ने टपिक हामी पढ्दैछौँ है, एक्सेन्ट अफ स्यापमा तिमीले बुझ्नुपर्ने यो थ्योरीहरू जेनरली हुन्छ, ओके है। यता हेर ट्रान्सपिरेसन पुल थ्योरी दिने साइन्टिस्टको नाम के थियो त्यो भन, ओके एनिमन कसैले ट्राई गर्दा हुन्छ भन त। र बाबु हेर यो कुरा जुन हामीले पढ्यौँ नि, प्लान्टलाई ग्रिडल गरेपछि रुट मर्छ सबसे पहिले भनेर भन्यौँ, यो एउटा एक्सपेरिमेन्टबाट प्रुभ भएको थियो है। एक्सपेरिमेन्टको नाम थियो रिङ्गिङ एन्ड गर्डलिङ एक्सपेरिमेन्ट, रिङ्गिङ एन्ड गर्डलिङ एक्सपेरिमेन्ट। यता हेर तिमीले के बुझ्नु पर्यो भन्दा, मैले तिमीलाई जे कुरा पढाउँदैछु नर्मल क्लासेसहरूमा पढाउँदा पनि मैले यही कुरा पढाउँछु है, योभन्दा धेरै मैले केही पढाउँदिनँ। नर्मल क्लासेसहरूमा मैले लेखेर पढाउँछु, तिमीलाई मैले यहाँ पहिलेको नोट राखेर पढाइरहेको छु, त्यति मात्र फरक छ, त्यति बुझ्नु पर्यो है। कुनै पनि क्वेसन सोध्दैन यति ढुक्क भए हुन्छ, बस तिमीले क्वेसन प्र्याक्टिस गर्नु पर्यो, पास्ट इयर क्वेसन मेनली, पास्ट इयर क्वेसन सकेसम्म मैले सबै राखिदिएको छु, कुनै छुटे फुटेको छ भने तिनीहरू चाहिँ प्र्याक्टिस गर्ने, आएन छ भने क्लासमा सोध्ने है। बेस्ट तरिका हुन्छ बाबु हेर 2 महिना छ, 2 महिनामा तिमीले राम्ररी पढ्यौ भने बायोलोजीमा केही नभए नि 35 मजाले क्रस हुन्छ है, 70 मार्क्स मजाले आउँछ यदि राम्ररी 2 महिना पढेको छौ भने। डेली केही गर्ने होइन है, डेली लगभग 200 बोटनीको 200 जुलोजीको क्वेसन प्र्याक्टिस गर्ने, बिहान बोटनी गर्ने भने बेलुका जुलोजीको गर्ने,
400 क्वेसन इज मोर देन इनफ। बायोलोजीको क्वेसन गर्न टाइम पनि लाग्दैन, मजाले ट्याक 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 400 क्वेसन सधैँ भ्याउने, 400 नभए पनि 300 जति जसरी नै भ्याउने। यति गरेपछि तिमीलाई कसैले रोक्न सक्दैन है। बायोलोजीमा क्वेसन हेरेको छ भने एक्जाममा मिल्छ मिल्छ, सजिलो छ त बाबु। 400 क्वेसन इज नट अ बिग डिल है। अब हेर त मैले तिमीलाई 40वटा क्वेसन त अहिले गराइदिएँ, 40वटा क्वेसन गराएँ। हेर त मैले तिमीलाई कतिवटा गराएँ, 21वटा क्वेसन गराएँ। सबै क्वेसनमा मैले लगभग लगभग तिमीलाई 8-10वटा क्वेसन गराएको छु। टाइम म्यानेज हुन्छ है, टाइम म्यानेज हुन्छ। अब टाइम म्यानेजमेन्टको कुरा आफ्नो हो, फोन सोन नहेर्ने। अब क्रिटिकल समय है यो, 2 महिना तिमीले पढ्यौ भने अब भोलि पर्सि एमबिबिएसमा मजे मज हुन्छ। हेर त म 5 बजेदेखि पढाइरहेछु, मसँग टाइम छ होला, 5 घन्टा पढाइरहेछु नि, 6 घन्टा भइसक्यो है, 5 देखि 11 बज्न लागिसक्यो। अब टाइम भएर त पढाएको। हेर खासै धेरै पछि मेहनत गर्नु पर्दैन, त्यही भएर अहिले मेहनत गर्ने है। अब अहिले गरेनौ भने फेरि 1 वर्ष वेस्ट हुन्छ। अब कोही पेइङमा पढ्लौ, नपढ, सबैले त सक्दैनौ नि। अब कोही पेइङमा नपढ्लौ, 1 वर्ष वेस्ट हुन्छ। त्योभन्दा राम्रो 2 महिना वेस्ट गरेको राम्रो है। 2 महिना मजाले आफूमा इन्भेस्ट गर्ने, इट इज बेस्ट भनेर बुझ है। हेर एक्सपेरिमेन्ट के थियो अरे, बायोलोजीको गर्न सकिन्छ है। बायोलोजीको 300-400 क्वेसन इज नट अ बिग डिल। 2टा च्याप्टरको क्वेसन तिमीले गर्यो भने मोडुल सोडुलको क्वेसन गरे पनि 400 पुग्छ। ल गाह्रो हुन्छ बाबु, गाह्रो त भइहाल्छ नि। अब पढ्न त्यस्तो धेरै पर्दैन के, ड्युटी हुन्छ, पोस्टिङ हुन्छ, क्लास हुन्छ है। अब 4-5 बजेसम्म 6 बजेसम्म हेक्टिक हुन्छ, त्यसपछि त फ्री नै हो नि। खासमा कुरा यो हो भन्दा म 5th सेममा छु है। 5th सेममा लाइक 5th सेम इज द हनीमुन पिरियड है एमबिबिएसमा चाहिँ। अब फर्स्ट इयर सेकेन्ड इयर धेरै पढ्नुपर्छ, मरिगरी पढ्नुपर्छ है। एक्जामको बेला त झन् पढ्नुपर्छ। अब 6th सेमदेखि फेरि गाह्रो हुन्छ है। 6 महिना चाहिँ बिचमा यो 5 महिना ग्याप हुन्छ कि, त्यसरी बुझ न। ल हेर के बुझ भन्दा, बिर्सिँदैन है बाबु। एकचोटि बायोमा तिमीले क्वेसन गरेको छौ, अब के गर्ने भन्दा त्यो मक टेस्टहरूमा बिग्रेको क्वेसनहरूलाई चाहिँ रिभाइज गर्ने के, मिस्टेक कपी बनाउने एउटा। मैले चाहिँ के गर्थेँ भन्दा मक टेस्ट दियो, मक टेस्ट दिएर जुन क्वेसन बिग्रिन्थ्यो नि त्यसलाई मैले मिस्टेक कपीमा लेख्थेँ। अरू त्यो नेमको त्यो मक टेस्टहरूको जुन क्वेसन हुन्छ नि त्यसमा हाइलाइट गर्थेँ कि। अब ट्याक्क एक्जाम दिनुभन्दा पहिला त्यो बिग्रेको क्वेसनहरू मात्र हेरेर जाने है, किनकि आएको क्वेसन तिमीले जहिले पनि मिलाउँछौ, बिग्रेको क्वेसन जहिले पनि बिगार्छौ है। बुझ्यौ नि, मिस्टेक कपीबाट जाने। अब त्यो धेरै सजिलो हुन्छ है, बायोमा हेऱ्यौ भने लास्टै सजिलो हुन्छ। यता हेर, रिङ्गिङ एन्ड गडलिङ एक्सपेरिमेन्ट दिने साइन्टिस्टको नाम के थियो। यता हेर, रिङ्गिङ एन्ड गडलिङ एक्सपेरिमेन्ट दिने साइन्टिस्टको नाम के थियो भनेर तिमीलाई क्वेसन सोध्यो भने यु सुड नो हार्टिग भनेर सम्झिने। के सम्झिने अरे, हार्टिग भनेर सम्झिने। 1837 एडीमा, 1837 एडीमा दिएको थियो। इयर इम्पोर्टेन्ट छैन, साइन्टिस्टको नाम इम्पोर्टेन्ट छ है। इट इज द बेस्ट एक्सपेरिमेन्ट, र बेस्ट मेटेरियल के हो यो एक्सपेरिमेन्ट पढ्न है। विच इज द बेस्ट मेटेरियल टु स्टडी रिङ्गिङ एन्ड गडलिङ एक्सपेरिमेन्ट भनेर क्वेसन सोध्छ। यु सुड नो ब्याल्सम प्लान्ट भनेर सम्झिने। कुन प्लान्ट अरे, ब्याल्सम प्लान्ट भनेर सम्झिने। यसको लिमिटेसन पनि थियो। लिमिटेसन के हो हेर त, हामीले जाइलम र फ्लोएमको कुरा गर्दैछौँ। अब मोनोकट प्लान्टमा जाइलम र फ्लोएम हुन्छ, अभियसली हुँदैन। सो मोनोकट प्लान्ट वाज द लिमिटेसन अफ रिङ्गिङ एन्ड गिल्डिङ एक्सपेरिमेन्ट है। यिनीहरूले गरेको एक्सपेरिमेन्टमा चाहिँ मोनोकट प्लान्ट इन्क्लुड भएको थिएन। यो चाहिँ के भयो अरे, लिमिटेसन भयो भनेर बुझ्नु पर्यो। किन लिमिटेसन हो, किनकि मोनोकट प्लान्टमा स्क्याटर्ड भास्कुलर बन्डल हुन्छ, स्क्याटर्ड भास्कुलर बन्डल हुन्छ। और बाइकोल्याट्रल भास्कुलर बन्डल हुन्छ, जसले गर्दा चाहिँ यो एक्सपेरिमेन्ट सक्सेसफुल थिएन। केमा अरे, मोनोकट प्लान्ट। डाइकोटमा चाहिँ यो सक्सेसफुल थियो। ल हेर, ट्रान्सपिरेसन, पुल एन्ड कोहेसन टेन्सन थ्योरी वाज गिभन बाइ। 4वटा साइन्टिस्टको नाम मैले लेखेको छु। थ्योरी चाहिँ जेनरली 3टा हुन्छ है बाबु। एउटा भाइटल फोर्स थ्योरी, अर्को रुट प्रेसर थ्योरी, अर्को फिजिकल फोर्स थ्योरी। के भने अरे मैले 1 नम्बरमा, ओके, कुन वान्स मोर भन्ने अरे बाबु, भन्देऊ त कुन वान्स मोर भन्ने। ल, रिङ्गिङ एन्ड गडलिङ एक्सपेरिमेन्ट भनेको भास्कुलर बन्डल क्रप गरेपछि प्लान्टमा के इफेक्ट हुन्छ भन्ने स्टडी हो है। यता हेर, लिमिटेसन के हो भन्दा मोनोकट प्लान्ट। मोनोकट प्लान्ट किन हो, हामीले यहाँ जाइलम फ्लोएमको कुरा गर्दैछौँ। हामीले गिडल गर्यो भने फ्लोएम गर्छ नि जेनरली। मोनोकट प्लान्टमा चाहिँ यो भास्कुलर बन्डल जाइलम फ्लोएम भन्ने कुरा चाहिँ हुँदैन। सो द्याट यो एक्सपेरिमेन्ट पोसिबल हुन सकेन है। किन हुँदैन भन्दा यसमा स्क्याटर्ड भास्कुलर बन्डल हुन्छ। यता हेर त, मैले तिमीलाई सम्झाएको छु एउटा निमोनिक्स मेड भनेर सम्झाऊ। मेड भनेर सम्झाएको छु भने एम भनेको मोनोकट प्लान्ट, मोनोकट। ए भनेको अट्याक्टोस्टिली है, अट्याक्टोस्टिली। डी भनेको डाइकट प्लान्ट, ई भनेको युस्टिली भनेर मैले तिमीलाई भनेको छु। युस्टिली भनेको मतलब के हुन्छ, भास्कुलर बन्डल आर एरेन्ज्ड इन रिङ भनेर बुझ्ने। अट्याक्टोस्टिलीमा चाहिँ स्क्याटर्ड हुन्छ भनेर बुझ्नु पर्यो है। स्क्याटर्ड भास्कुलर बन्डल मोनोकटमा, एरेन्ज्ड इन रिङ चाहिँ डाइकटमा हुन्छ भनेर बुझ्नु पर्यो। मैले त्यही लेखेको छु, स्क्याटर भास्कुलर बन्डल हुन्छ मोनोकटमा, और बाइकोल्याट्रल भास्कुलर बन्डल हुन्छ। सो द्याट यो चाहिँ मोनोकट प्लान्टमा पोसिबल थिएन। बुझ्यौ बाबु।
ओके यता हेर ट्रान्सपिरेसन पुल एन्ड कोहेसन टेन्सन थ्योरी वाज गिभन बाई ल कसैले एन्सर गर यसको एन्सर तिमीले गरे होला जस्तो लाग्यो मलाई ल गरेछौ कि छैन ओके अप्सन ए भनेर भनेको छ अप्सन ए ल कसले स्कलर हो कि होइन हो भनेर सोधेको छु है बाबु म स्कलरसिपमा होइन है के भयो त्यो भन्दा ट्याक्क मेरो सीको एक्जामको बेला है सीको एक्जामको बेला मेरो हर्टमा अलिक प्रब्लम भयो है हर्टमा मेरो प्रब्लम भयो त्यसको कारण चाहिँ एक्जाम सेन्टर अलिक ढिलो पुग्यो क्या म्याथको क्वेसन मैले लगभग लगभग भ्याएको थिएन म्याथको क्वेसन छोडेर मैले फिजिक्स केमिस्ट्री बोटनी जुलोजी मात्र गर्न भ्याएँ अलिक ढिलो पुगेको कारण त्यही भएर चाहिँ अलिक कम मार्क आयो है ओके 12मा पढ्यो होला हेर मैले तिमीलाई सबै कुरा बुझाइदिन्छु है डिक्सन एन्ड जलीमा तिमीले के बुझ्नु पर्यो डिक्सन एन्ड जलीमा तिमीले एउटा कुरा के याद राख्नुपर्छ भन्दा यिनीहरूले चाहिँ दिएको एक्सपेरिमेन्ट कुन थियो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ फर्स्ट कुरा हेर मैले के भन्दै थिएँ तिमीहरू झुक्याइदिन्छु है यता हेर तिनवटा थ्योरिज हुन्छ कतिवटा थ्योरिज हुन्छ अरे तिनवटा थ्योरिज हामीले सिलेबसमा पढ्नुपर्ने हो एउटा हुन्छ वाइटल फोर्स थ्योरी वर्थ इट त भइहाल्छ नि अब बेस्ट कलेजमा छु वर्थ इट त यतिकै पनि वर्थ इट हो है केयु भनेको वान अफ द फाइनेस्ट कलेज है अब धेरै चिल छ अरू कलेजभन्दा यहाँ चाहिँ ल भाइटल फोर्स थ्योरी एउटा हामीले पढ्छौँ अर्को हामीले पढ्छौँ रुट प्रेसर थ्योरी के पढ्छौँ अरे रुट प्रेसर थ्योरी भनेर पढ्छौँ र थर्ड वान इज फिजिकल फोर्स थ्योरी फिजिकल फोर्स थ्योरी भनेर पढ्छौँ यो तिनवटा कुरा चाहिँ हामीले पढ्छौँ यता हेर वाइटल फोर्स थ्योरीमा चाहिँ दुईवटा थ्योरी पर्छ कतिवटा थ्योरी पर्छ अरे दुईवटा थ्योरी पर्छ द फर्स्ट थ्योरी इज रिले पम्प थ्योरी कुन थ्योरी अरे रिले पम्प थ्योरी इट वाज गिभन बाई गोल्डविस्की भनेर सम्झ गोल्डविस्की भनेर सम्झ मैले गोल्डविस्की भनेर सम्झिन्थेँ एक्जामको बेला चाहिँ गोल्डविस्कीले दिएको थियो रिले पम्प थ्योरी एउटा थ्योरी यो भयो द सेकेन्ड थ्योरी इन वाइटल फोर्स थ्योरी इज पल्सेसन थ्योरी कुन थ्योरी अरे पल्सेसन थ्योरी यो पल्सेसन थ्योरी दिने साइन्टिस्टको नाम जेसी बोस भनेर सम्झ जेसी बोसले के दिएको थियो अरे पल्सेसन थ्योरी दिएको थियो यो रिले पम्प थ्योरीको हिसाबले चाहिँ एक्सेन्ट अफ स्याप जुन छ एक्सेन्ट अफ स्याप भन्नुको मतलब के हुन्छ अरे बाबु रुटदेखि माथिसम्म त्यो वाटर मिनरलहरू जानु है सोइलदेखि माथिसम्म जानु त्यसलाई हामीले एक्सेन्ट अफ स्याप भनेर भन्छौँ यो थ्योरीको अनुसारलाई चाहिँ एक्सेन्ट अफ स्याप वाज ड्यू टु जाइलम प्यारेन्काइमा जाइलम प्यारेन्काइमाले गर्दा थियो कसको आधारले अरे रिले पम्प थ्योरीको आधारले तर पल्सेसन थ्योरीको आधारले चाहिँ यो एक्सेन्ट अफ स्याप जुन छ एक्सेन्ट अफ स्याप जुन छ इट इज ड्यू टु इनरमस्ट कर्टिकल सेल इनरमस्ट कर्टिकल सेलको कारण पल्सेसन थ्योरीमा चाहिँ के भयो भन्दा एक्सेन्ट अफ स्याप भयो भनेर बुझ्ने दिने साइन्टिस्टको नाम चाहिँ जेसी बोस हो सेकेन्ड थ्योरी मैले के भनेको छु रुट प्रेसर थ्योरी यता हेर रुट प्रेसर थ्योरी दिने साइन्टिस्टको नाम चाहिँ प्रिस्टी यसले के दिएका थिए अरे प्रिस्टीले के दिएका थिए रुट प्रेसर थ्योरी रुट प्रेसर थ्योरी अब केले हुन्छ भन्ने कुरा चाहिँ खासै इम्पोर्टेन्ट छैन बाबु साइन्टिस्टको नाम याद राखेर यहाँबाट सोध्ने भनेको साइन्टिस्टको नाम हो बोएमले चाहिँ के दिएका थिए भन्दा बोएमले के दिएका थिए कसैलाई थाहा छ एनिवन यता बोएमले दिएको भनेको एटमोस्फेरिक प्रेसर थ्योरी यता हेर यो एटमोस्फेरिक प्रेसर थ्योरी भनेर तिमीले कुनै थ्योरी नदेखेको होला यो फिजिकल फोर्स थ्योरी जुन छ नि बाबु यसमा चाहिँ तिनवटा थ्योरी आउँछ है एउटा हुन्छ एटमोस्फेरिक प्रेसर थ्योरी अर्को हुन्छ इन्भिटेसन थ्योरी र अर्को हुन्छ ट्रान्सपिरेसन पुल ल थर्ड नम्बरमा कहीँ याद गर यो इम्पोर्टेन्ट वान छ ट्रान्सपिरेसन पुल एन्ड कोहेसन टेन्सन थ्योरी यति तिनवटा पर्छ हाम्रो फिजिकल फोर्स थ्योरीमा ट्रान्सपिरेसन पुल थ्योरी चाहिँ अलिकति तिमीले के जान्नुपर्छ भन्दा दिने साइन्टिस्टको नाम डिक्सन एन्ड जोली है डिक्सन एन्ड जोलीले के दिएको थियो अरे ट्रान्सपिरेसन पुल एन्ड कोहेसन टेन्सन थ्योरी अप्सन ए इज द करेक्ट एन्सर भाइ पनि यहाँसम्म बुझ्या छौ भने यस लेख यहाँसम्म बुझ्या छ ओके यहाँसम्म बुझा छौ भने आजको लागि चाहिँ यति नै गरौँ अब मेरो घाँटीले सकिरहेको छैन है अब मेरो साउन्ड अलि अटपट आइरहेछ त्यही भएर आजलाई चाहिँ यति नै गरौँ बाँकीको कुरा भोलिको क्लासमा पढौँला
ल है त ल आजलाई यति गरौँ 22 जति भयो भोलि चाहिँ सकिन्छ है भोलि मैले यो र प्लान्ट ग्रोथ हर्मोन सकाइदिन्छु अनि नेक्स्ट क्लासमा चाहिँ भोलि भन्दा नि अब थर्सडे मेरो क्लास होला ल चेकअप चाहिँ गराउनु पर्दैन है चेकअप गराउनु पर्दैन यस्तै हो ल थर्सडे मेरो क्लास है थर्सडे मैले तिमीहरूलाई प्लान्ट ग्रोथ हर्मोन र यो बाँकीको प्लान्ट वाटर रिलेसनको पढाइदिन्छु नेक्स्ट हप्ता चाहिँ मैले तिमीलाई फोटोसिन्थेसिस एक दिन पढाउँछु एक दिन रेस्पिरेसन पढाउँछु अनि हाम्रो यो प्लान्ट फिजियोलोजी चाहिँ सकिन्छ भयो भने एकै दिनमा दुइटै सकाइदिन्छु है त्यसपछि हामी पढ्छौँ इकोलोजी र बायोटेक्नोलोजी ल थाहा भइहाल्छ है बाबु त्यस्तो केही छैन त्यही भएर थाहा हुनुपर्ने खासै केही कुरा भएन ल आजलाई चाहिँ यति नै गरौँ